तपाईँले आफूले आफूलाई चाहिँ जो मेरो पर्सनल एक्सपिरियन्स वाज मिक्स्ड। अस्ट्रेलिया बस्दाखेरि चाहिँ के गर्नुपर्ने छ, प्लान गर्नुपर्ने छ कि गो विथ द फ्लो गर्नुपर्ने छ, कामको सिलसिलामा, पढाइको सिलसिलामा, अन्य सिलसिलामा के रहेछ यो अहिलेसम्मको तपाईँको एक्सपिरियन्स? मलाई पर्सनली सोध्नु छ भने मेरो एक्सपिरियन्स के हो भने दे आर लुकिङ फर पर्मानेन्ट रेजिडेन्सी प्लान। नयाँ आउने स्टुडेन्टहरूले चाहिँ आफ्नो सेक्टरमा अथवा यो सेक्टरमा वाट एभर सेक्टरमा चाहिँ तपाईँको करियर ग्रोथ गर्नलाई के हो, कन्सिस्टेन्सी हो कि के हो? म अस्ट्रेलिया पुगिसके पछाडिको मेरो एक्सपेक्टेसन र रियालिटीमा अलिकति फरक छ। यदि तपाईँको चाहिँ एक्सपेक्टेसन धेरै थियो अस्ट्रेलियासँग? मेरो अस्ट्रेलियासँग एक्सपेक्टेसन थिएन कि मेरो आफ्नो सेक्टरसँग मैले पढेको सेक्टरसँग चाहिँ अलिकति एक्सपेक्टेसन थियो। तपाईँले त 18-20वटा जाइ छोड्नुभयो, सिडनीमा रहँदा यहाँ पनि 2-4वटा छोड्नुभयो। बिजनेस अपरेटिङ छ, डजन्ट म्याटर वेदर यु आर इन प्रफिट और लस, बट तपाईँले ढोका बन्द गरेर राख्नु तपाईँको अन्डर भ्यालु पाइहाल्यो। अन्डर भ्यालु भयो। This episode of Unscripted Deep Session with Shailesh is brought to you by Global Compass Consulting, SD Education and Visa Services, Baxter Institute, Technical Partner PSP Products. नमस्कार, अनस्क्रिप्टेड डिप सेसन विथ शैलेशको यो एपिसोडमा हजुरहरूलाई स्वागत छ। आज हामीसँग यस्ता व्यक्ति हुनुहुन्छ जो अस्ट्रेलियामा आएर अस्ट्रेलियाको भोकेसनल एजुकेसन सेक्टर, जसलाई आरटिओ पनि भनिन्छ, आरटिओ सेक्टरमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत रहनुहुन्छ विगत लामो समयदेखि। स्वागत गरौँ दिनेश विष्टजीलाई। दिनेश विष्टजी, स्वागत छ। धन्यवाद शैलेशजी, तपाईँहरूले यो अपर्च्युनिटी दिनुभएकोमा, एन्ड मेनी मोर कङ्ग्रेचुलेसन्स फर यो न्यू भेन्चर अनस्क्रिप्टेड डिप सेसन विथ शैलेशमा। धन्यवाद। अस्ट्रेलियाको बसाइ कस्तो हुँदैछ तपाईँको? एक्साइटिङ, रोलर कोस्टर जस्तै छ है, कहिले माथि कहिले तल। यो विभिन्न पाटोमा हेर्दाखेरि म इनिसियली आउँदाखेरि एउटा फेज थियो, त्यो आएको केही समय पछाडि एउटा फेज थियो, अहिले एउटा फेज चलिरहेछ भन्नु डिफ्रेन्ट अप एन्ड डाउन। इट्स गुड। के छ, पहिला अस्ट्रेलिया आउने डिसिजन कसरी लिनुभयो, किन आउनुभयो अस्ट्रेलिया? अब योमा पनि फेरि एक्साइटिङ कुरा छ, हेर्नुहोस् है। नेभर प्लान फर अब्रोड, कहिले प्लानै गरिएको थिएन। +2 दिइसकेपछि अधिकांश साथीहरू बाहिर जानुभयो, हामीसँगै पढेका केही साथीहरू हामी नेपालमै थियौँ, यहीँ केही गर्नुपर्छ भनेर बसिरहेको थियौँ। ब्याचलर सकियो, मास्टर सकियो, विशेष गरी भूकम्प पछाडि, अर्थक्वेक पछाडि, 2015 को अर्थक्वेक पछाडि, अनि अलिकति माइन्डसेट चेन्ज भएकै हो। त्योभन्दा पछाडि पनि आफ्नै फिल्डमा अब काम गरि नै रहेको थियौँ, केही बिजनेस, केही प्राइभेट कामहरू पनि भइरहेको थियो। अल अफ सडन एकचोटि के फिल भएछ भने वैशाखमा, कुनै एउटा अमुक इयरको वैशाखमा, ल है अब त हुँदैन भनेर, अनि असाढमा, जुलाईमा हुनुभयो। के थियो अस्ट्रेलियामा जस्तो प्लेन चढ्दाखेरि चाहिँ दिमागमा के चलिरहेको थियो? पर्सनली फ्यामिलीले त एयरपोर्टसम्म पनि, विशेष गरी मेरो बुवाले नजाऊ है र कोट्याउँदै हुनुहुन्थ्यो है। प्लेन चढ्नुभन्दा अगाडिसम्म पनि कोट्याउँदै हुनुहुन्थ्यो। म अस्ट्रेलिया पुगिसके पछाडिको मेरो एक्सपेक्टेसन र जुन हामीले अब सबैलाई हुने कुरा, एक्सपेक्टेसन र रियालिटीमा अलिकति फरक चाहिँ थियो। एन्ड अब यहाँ आइसके पछाडि, ल्यान्ड गरिसके पछाडि पनि काम गर्ने क्रममा, पढाइसँगै लैजाने क्रममा एक्सपेक्टेसन र रियालिटी म्याच नगरेकै हो। यो सबैलाई हुने एक्सपेक्टेसन के थियो? अलरेडी म मास्टर्स सकाइसकेको थिएँ, अनि आएर मैले आफ्नै फिल्डमा केही गर्नुपर्छ, एन्ड देन एकचोटि एउटा इन्टरनेसनल डिग्री भए पनि लिउँ न भन्ने इन्टेन्सनले म आएको थिएँ। तर यहाँ आइसके पछाडिको जुन लाइफ रियालिटी जुन फेस गरियो भनेर चाहिँ काम, पर्सनल टाइम, पढाइ, सबै कुरा म्यानेज गर्दाखेरि म्याच गरेन, तर पनि अब सस्टेन गरियो त्यो फेज। अभियसली स्टुडेन्ट लाइफमा हुँदाखेरि चाहिँ विभिन्न अरू जबहरू गर्नुभयो होइन? सबै गरियो। के गर्नुभयो जब भन्न मिल्छ? जब त किन नमिल्यो, अब विशेष गरी रिटेल स्टोरदेखि लगेर तपाईँको अब मैले एट द एन्डिङ चाहिँ मेरो आफ्नो युनिभर्सिटीमा एन्ड गरेँ, मैले इन्टर्नसिप गरेर समहाउ त्यहीँ जोइन गर्ने अवस्थामा अब फेरि कोभिडले गर्दा मलाई अलिकति धक्का मिलेन। आरटिओ सेक्टरको जर्नी चाहिँ कसरी सुरु भयो त? जस्तो अड जब गर्ने क्रममा गर्नुभएको थियो अथवा चाहिँ कहाँ, तपाईँ त कुन युनिभर्सिटी पढ्नुभयो? मैले सिडनीमा मकरी युनिभर्सिटी। सिडनी ल्यान्ड गर्नुभयो पहिला, अहिले त हामी पर्थमा छौँ। सिडनीबाट पर्थ किन आउनुभयो? पढाइ सकिएर मेरो पढाइ चाहिँ इकोनोमिक्समा, नेपालमा पनि मैले मास्टर्स इकोनोमिक्समै गरेँ। यहाँ आइसकेपछि अस्ट्रेलियामा पनि मास्टर्स अफ अप्लाइड इकोनोमिक्स पढ्यो, अनि पढ्ने क्रममा वाज गुड, टेन्टेटिभ सबै आउटकम राम्रै गरियो। मेरो एक्सपेक्टेसन चाहिँ मैले इकोनोमिक्स फिल्डमै काम गर्छु भनेर विभिन्न ठाउँमा अप्लाई गरियो, प्रयास गरियो। दुईवटा कुराले डिटरमाइन गर्दो रहेछ, एउटा नेटवर्किङ, अनि अर्को कुरा तपाईँहरूको अब भिजाहरूको कुरा, अनि सिचुएसनले पनि म्याटर गर्दो रहेछ। त्यो अस्ट्रेलियामा त जे जब गर्नलाई पनि रिकमेन्डेसन एउटा चाहियो, नेटवर्किङ चाहिँ स्ट्रङ चाहियो। तपाईँले रिकमेन्डेसन नगरिकन कुनै पनि जब पाउनु भयो, इभन अड जब जुन तपाईँले भन्नुभयो अघि स्टुडेन्ट लाइफमा गर्नुभएको, त्यसलाई पनि रिकमेन्डेसन चाहियो। झन् इकोनोमिस्ट बनाए त
राम्रो जब हो अब त्यसलाई कसरी भन्दा पोलिसी लेभलमा अब कमसेकम गभर्मेन्टले पनि आफ्नो सेक्युरिटी त हेर्ला नि त। अब प्राइभेट सेक्टरको डिफ्रेन्ट कुरा भयो। अनि सिडनीमा आउँदाखेरि विभिन्न हाम्रो अग्रजहरूले सहयोग चाहिँ राम्रै गर्नुभएको थियो। बट देन अल्सो आई कुड नट ल्यान्ड इन द सेम फिल्ड। त्यो कुराले अलिकति अफेक्ट गर्यो। एन्ड यतिकै भइरहेको थियो। पर्थमा अब मुभ हुनु त भनेर भन्दाखेरि यहाँ पनि केही हाम्रो अग्रजहरूसँग कुरा भएको थियो, सिनियरहरूसँग। ठिकै छ नि त एकचोटि पर्थ गइ हेरौँ भनेर। प्लान पनि केही थिएन त्यस्तो लङ टर्म प्लान। अब पर्थमै सेटल हुनु, गो विथ द फ्लो गर्नु, गो विथ द फ्लो मात्रै। कोभिडको बिचमा फेरि कोभिडको बिचमा सर्टेन विक चाहिँ खोलेको थियो। त्यो खोलेको बेलामा मैले फ्लाइट आई बुक द फ्लाइट एन्ड जस्ट कोभिडको बिचमै आउनुभयो। पर्थ त एकदम धेरै लकडाउन भएको भन्छ नि होइन। कोभिडको बेलामा चाहिँ सर्टेन डेज मात्रै खोलेको थियो, विक पनि होइन, 2 हप्ता पनि होइन जस्तो लाग्छ मलाई। त्यही बिचमै चाहिँ मैले फ्लाइट लिएँ। के छ डिसिजन, राइट डिसिजन लिनुभयो जस्तो लाग्छ कि रङ डिसिजन लिनुभयो जस्तो लाग्छ कि सिडनी र पर्थमा के छ भिन्नता तपाईँले देख्नुभएको? सिडनी सुरुमा सिडनी वाज ह्याप्पी। आम नट सेङ आई वाज ह्याप्पी, सिडनी वाज ह्याप्पी। बट पर्थ आउँदाखेरि अलिकति अड चाहिँ थियो है। अड इन सेन्स अब साथीहरू हुनुहुन्थेन, फ्यामिली अब नजिकको चिनेको मान्छे कोही थिएन। अनि क्वाइट पनि असाध्यै क्वाइट। सिडनीभन्दा पर्थ चाहिँ अब तपाईँलाई सिडनीमा भिडभाड क्राउड अथवा सर्ट अफ युज टु भएको ठाउँबाट अल अफ सडन मुभ भएर आइसोलेटेड ठाउँमा, आइसोलेटेड इन द सेन्स कि मेरो लागि चाहिँ आइसोलेटेड थियो। सिडनीबाट आउँदाखेरि चाहिँ लेट्स से काठमाडौँबाट नेपालको गाउँहरू गएको जस्तो फिल भयो हजुरलाई कि के हो? अलिक जोड्नु मिल्यो। ठिक हो जोड्नु मिल्यो। हामीले सादा भाषामा त्यसरी बुझ्दा हुन्छ। भनेको आरटिओ सेक्टरमा चाहिँ पर्थ आएपछि जोइन गर्नुभयो अथवा सिडनी? अब आरटिओ सेक्टरको एन्ट्री कसरी भनेर भन्नुहुन्छ भने एक दिन म कुनै एउटा ठाउँमा काम गरिरहेको थिएँ अराउन्ड 11 पर्थमा। अराउन्ड 11 मलाई फोन आयो राति 11 बजे? होइन बिहान ठ्याक्क मैले कुनै एउटा सिफ्ट सुरु गर्नुपर्ने, काम गर्दै गर्दा फोन आयो। अनि उताबाट भने कि म फलान ठाउँबाट फोन गरेको, तपाईँको इन्टरभ्यू हो, इन्टरभ्यू लिन सकिन्छ भन्दाखेरि म अब त्यो मिलेन, म तपाईँलाई कल ब्याक गर्छु, अहिले मिल्दैन भनेर भने मैले त्यही अलिकति टाइम लगेर फोन गरेँ। ल इन्टरभ्यू आउँदाखेरि पनि म फुर्सद छैन भनिदिनु भयो लगभग। अब त्यो अननोटिस थियो नि त, नोटिस थिएन पहिला भएको भए म म्यानेज भएर आफूलाई मिलाएर प्रिपेयर्ड पनि हुनुहुन्थ्यो होला, कमसेकम टाइम म्यानेज गर्थेँ मैले। त्योभन्दा पछाडि मिलेन। अनि सर्टेन फ्यु मिनट्स पछाडि मैले उहाँलाई कल ब्याक गरेँ। उहाँले के भन्नुभयो भने ल फलानु ठाउँमा जानुहोस्, त्यहाँ म्यानेजर हुनुहुन्छ, उहाँलाई भेट्नुहोस् भन्नु भनेको। कलेजमा जानुहोस्, त्यहाँ फलानलाई भेट्नुहोस् भन्नुभयो। अनि त्यो कलेजमा गइसके पछाडि त्यहाँको म्यानेजर एकजना लेडिज हुनुहुन्थ्यो, उहाँले वेलकम टु आवर टिम भनेर भन्नुभयो। इन्टरभ्यू पास भइसक्नु भएको त्यतिमा? त्यो इन्टरभ्यू नै थाहा छैन। त्यसमा इन्टरभ्यू त्यस्तो केही पनि कुरा भएन। ठिकै छ नि त भनेर काम सुरु गऱ्यो। काम सुरु गरेपछि यही हो। अब त्यो प्लान पनि थिएन, फेरि यो पनि प्लान होइन है, कुनै योजना थिएन। गो विथ द फ्लो। अब कतै अप्लाई गरेको थियो, उहाँले बोलाउनु भयो, त्यहाँ गयो, कलेजमा सुरु गऱ्यो। यो प्लान र गो विथ द फ्लोको कुरा धेरै आयो। अस्ट्रेलिया बस्दाखेरि चाहिँ के गर्नुपर्ने छ? प्लान गर्नुपर्ने छ कि गो विथ द फ्लो गर्नुपर्ने छ? कामको सिलसिलामा, पढाइको सिलसिलामा, अन्य सिलसिलामा के रहेछ यो अहिलेसम्मको तपाईँको एक्सपिरियन्स? मलाई पर्सनली सोध्नु छ भने मेरो एक्सपिरियन्स के हो भने, इफ यु आर लुकिङ फर पर्मानेन्ट रेजिडेन्सी यु हेभ टु प्लान। अन्य कामको सिलसिलामा र तपाईँहरूले पर्सनल लाइफको सिलसिलामा यु जस्ट निड टु फलो द प्रोसेस, इन्जोय द लाइफ। अनि मेरो अहिलेसम्मको काममा सायद मैले सिडनीमा 17-18वटा काम चेन्ज गरेको थिएँ। पर्थ आइसके पनि फ्यु कपल अफ कामहरू। कस्तो छ भने जहाँ मलाई पर्सनली अब योभन्दा पछाडि ग्रो हुँदैन जस्तो फिल भयो भने आई डोन्ट वान्ट टु वर्क देयर। फ्यान्टास्टिक। किन अस्ट्रेलिया गुड थिङ, अघि फेरि पनि दोहोऱ्याएँ, गुड थिङ वाज अस्ट्रेलिया इज यु गेट पेड इन वाट एभर जब यु डु। एनिवे हामी आरटिओ सेक्टरमा छिरिरहेको थियौँ, फेरि अलिकति अल्मलिए जस्तो भयो। आरटिओ सेक्टरमा तपाईँको जर्नी त भनिहाल्नु, यु गट इन टु द आरटिओ सेक्टर इन 2021 भनेको 6 वर्ष लगभग 6 वर्ष भयो। के छ फर्स्ट दिन अथवा फर्स्ट विक अथवा फर्स्ट मन्थको चाहिँ तपाईँको जबमा जाँदाखेरिको एक्सपेक्टेसन के थियो? विशेष गरी आरटिओमा तपाईँ मार्केटिङ डिपार्टमेन्ट हेर्नुहुन्छ र सायद B2B हेर्नुहुन्छ होइन त। दिनेशीसँग चाहिँ एउटा अर्को राम्रो किस्सा के छ भन्दा, दिनेशी वाज द फर्स्ट म्यान टु टेक माई इन्टरभ्यू इन आरटिओ सेक्टर वेन आई केम टु अस्ट्रेलिया। सो त्यो बेलामा हामीसँगै कोवर्कर पनि हौँ। तपाईँको के थियो एक्सपेक्टेसन? 1 महिना 1.5 महिना कस्तो रह्यो, जस्तो अनुभव कस्तो रह्यो? B2B मार्केटिङमा तपाईँले गएर मार्केटमा चाहिँ ओके आइम इन टु दिस सेक्टर भनिरहँदा कस्तो खालको फिडब्याकहरू पाउनुभयो, सहयोग कस्तो खालको पाउनुभयो? अब यसमा चाहिँ पर्सनली इनिसियल डेजमा सोचेको जस्तो चाहिँ थिएन, किनभने म आफू चाहिँ इकोनोमिक्सको स्टुडेन्ट, इकोनोमिक्स पढेको, अनि आएर मार्केटिङ डिपार्टमेन्टमा काम गर्नु पर्दाखेरि सजिलो थिएन। अनि
मार्केटमा जाँदै गर्दाखेरि कतिपय कुराहरू अब तपाईँ हामीले फेस गरेका कुराहरू कतिको भने कतिले कोही मान्छेले असाध्यै तपाईँलाई हेल्प गर्नुहुन्छ, कसैले इन्टेन्सनली नभए पनि अब यो काम गर्ने क्रममा डिमोरलाइज पनि भइन्छ। त एउटा कुरा चाहिँ के हो भनेदेखि तपाईँले आफूले आफूलाई चाहिँ जोगाउनुपर्छ। मेरो पर्सनल एक्सपिरियन्स वाज मिक्स्ड, राम्रो पनि थियो र सँगसँगै लाइक यसो गरौँ त, दुवै तरिकाबाट हेरौँ। राम्रो सबभन्दा बेस्ट एक्सपिरियन्स विदिन द्याट फ्यु मन्थ्स अर विक्स अफ यो जब बेस्ट कुरा के भएको थियो र तपाईँलाई सम्झिन लागेको एकदम यो चाहिँ नभइदिएकै भयो हुन्थ्यो जस्तो लाग्ने कुरा केही छ, किस्सा त्यस्तो केही छ? फर्स्ट गुड थिङ त म्यानेजमेन्टले मलाई ट्रस्ट गरेर त्यो डिपार्टमेन्ट, किन भन्दा एज ए होल क्याम्पसको वेस्टर्न स्ल्याब ब्रान्चकै मलाई मार्केटिङ डिपार्टमेन्ट दिनु छ। फर्स्ट कुरा त्यो राम्रो थियो। इन्टरनल्ली सबै सपोर्टिभ नै थिए र अझ पनि राम्रै छ। मार्केटको कुरा गर्नु पर्दाखेरि एकाध साथीहरूले असाध्यै राम्रो फिडब्याक दिनुभयो, इन अ सेन्स कि बिजनेसको हिसाबमा पनि। र म न्यू एन्ट्रान्टलाई कसरी वेलकम गर्नुपर्छ, कसरी बाटो देखाउनुपर्छ र कसरी सपोर्ट गर्नुपर्छ भने फ्युले असाध्यै राम्रो सपोर्ट गर्नुभयो। अब एकाधजना हुनुहुन्थ्यो, अब इनिसियल जाँदै अब यो भएन त्यो भएन, कि एज इफ आई वाज भेरी न्यू टु दिस मार्केट एन्ड आई वाज अ न्यू पर्सन टु देम एज वेल। उहाँहरूको एक्सपेक्टेसन बढी भएको त? एक्सपेक्टेसन बढी मसँग भन्दा पनि एज अ लाइक मार्केटिङ त्यो बिजनेस हिसाबमा उहाँको एक्सपेक्टेसन चाहिँ हाई थियो होला भन्छु मैले। ओके, यसलाई अझ पर्सेन्टेजमा तपाईँको हेर्नु कमिसन पर्सेन्टेजहरू हुन्छ एन्ड देन तपाईँको बिजनेस पर्सेन्टेजहरू। ओके, बिजनेस वाइज चाहिँ उहाँहरूको एक्सपेक्टेसन बढी थियो। त्यो चाहिँ जस्तो एज अ यु बिङ अ नेपाली गोइङ इन अ मार्केट, तपाईँसँग राखेको एक्सपेक्टेसन बढी हो कि एज अ इन्डस्ट्री होलसँग राखेको एक्सपेक्टेसन? एज अ इन्डस्ट्री होलसँगको एक्सपेक्टेसन अलिकति हाई होला। सो एज अ नेप्लिज पर्सन बिङ इन अ मार्केट एन्ड गोइङ टु सम अदर नेसनलिटिज अर इभन नेप्लिज नेसनलिटिज, कुन चाहिँ नेसनलिटीसँग काम गर्न सहज भयो तपाईँलाई र कसले चाहिँ बढी प्रेज गर्यो अथवा सहयोग गर्यो? अदर नेसनालिटिज वर भेरी वेलकमिङ। भनेको नेप्लिज अपार्ट फ्रम हाम्रो नेप्लिजहरू पनि असाध्यै वेलकमिङ हुनु। त अब हेर्नुहोस्, अब कसैसँग ट्युनिङ नै मिल्दैन पहिलो कुरा। फेरि न अब जस्तै काम गर्न जाँदाखेरि 1 2 3 4 5 नम्बरमै काउन्ट गर्नुहुन्छ भने 5th 6th नम्बरमा जाँदाखेरि तपाईँ मेरो अब भाइबै नमिल्न सक्छ। त्यो कुरामा चाहिँ मिलेन, जोसँग मिलेन। जोसँग काम गर्न सहज भयो अथवा जोसँग ट्युनिङ मिल्यो, जसलाई मेरो काम गर्ने तरिका र उहाँहरूको काम गर्ने तरिका म्याचअप भएको ठाउँमा एक्सलेन्ट काम भयो। ओभरअल बिजनेसको हिसाबमा पनि उहाँहरूले मलाई सपोर्ट गर्ने हिसाबमा पनि राम्रै भयो। अब अहिले अक्रस यसरी कुरा गर्नुपर्दा अक्रस 35 कन्ट्रिजको बिजनेस एलाइजहरूसँग काम गर्छौँ। 33 कन्ट्रिजको त हामीले इन्स्टिट्युसन वाइज नै काम गर्छौँ। 33 वटा देशको स्टुडेन्टहरू चाहिँ पढ्नुहुन्छ? स्टुडेन्टहरू लगभग 33 वटा देशको। अब बिजनेस एजेन्सीको हिसाबमा 35 वटा देशको एजेन्सीहरूसँग काम गर्छौँ अहिले। भनेपछि यो सेक्टरमा तपाईँ ह्याप्पी हुनुहुन्छ? आई मिन द जब द्याट यु डुइङ? भेरी मच ह्याप्पी है। तपाईँले त 18-20 वटा जागिर छोड्नुभयो, सिडनीमा रहँदा यहाँ पनि 2-4 वटा छोड्नुभयो, यसमा लामो समय टिक्नु भयो नि त? यसमा दुईवटा कुराले मेन रोल प्ले गरेको जस्तो लाग्छ मलाई। मेरो नेचर पनि आउट गोइङ, साथीभाइहरूसँग जानुपर्ने, मान्छेसँग बोल्नुपर्ने, गफ गर्नुपर्ने, सिमिलर टु योर्स। हामी दुईजना एउटै बोटमा पऱ्यौँ। त्यही, हामी सँगसँगै मार्केटिङ गर्न गएको छौँ धेरैचोटि। तपाईँले मलाई सहयोग नि गर्नुभएको छ फेरि धेरैचोटि, त्यो पनि सम्झिन लायक किस्साहरू छन्। एनिवे, माई प्लेजर सर। यो त साथीभाइहरूलाई गर्नुपर्ने कुरा हो नि। पर्यो भनेपछि राम्रै अनुभव रह्यो अहिलेसम्मलाई राम्रो छ सर। अब यो आर्टिस्ट सेक्टरमा मलाई कस्तो लाग्छ भन्दा टेनिस बल त हामीले सबैले हेरेकै छौँ। टक्क बााउन्स हुँदै ठिक्क बााउन्स भयो भने डेस्टिनेसन पुग्न सजिलो छ जस्तो लाग्छ मेरो पर्सनल एक्सपिरियन्स। अल अफ सडन तपाईँले अब एकदम पावरफुल बााउन्स भुइँमा हान्नुभयो भने माथि पुग्छ, तर तल पनि चाँडै आउँछ मेरो एक्सपिरियन्स। स्लो एन्ड स्टेडी जानु, स्लो एन्ड स्टेडीले चाहिँ जहिले विनर। अब त्यही हो सबै लाइफमा। तर के छ अहिले त जस्तो विशेष गरी भोकेसनल सेक्टर अस्ट्रेलियामा चाहिँ अफसोरका स्टुडेन्टहरूको भिजा रेसियो चाहिँ एकदम कम छ भन्छन् होइन, अथवा चाहिँ आरटिओ सेक्टरमै चाहिँ कलेजहरूको नम्बर्स नै एकदम धेरै छ जस्तो देखिन्छ। के छ फ्युचर के देख्नुहुन्छ तपाईँले एज अ होल आरटिओ इन्डस्ट्रीको र एज अ पर्सन तपाईँको इन आरटिओ सेक्टर? अब यस्तो छ हेर्नुहोस्, अब 2025मा गभर्मेन्ट 2024बाटै गभर्मेन्टले एक किसिमको चेन्जेसहरू, डिपार्टमेन्ट अफ होम अफेयर्सले चेन्जेसहरू ब्याक टु ब्याक ल्याइरहेको छ। त्यसलाई त्यो कुरा र मार्केटको अलाइनमेन्ट छैन, अलिकति फरक छ। मार्केटमा 2025मा गभर्मेन्टले अब मेरो डेटा अनुसार, मैले देखेको डेटा अनुसार 250 आरटिओज नयाँ इन्डोर्स गरेको छ
नयाँ अप्रुभल दिएको छ 1 वर्षमा 1 वर्षमा। अब इन 2024 र 25 को फिस्कल इयरमा हेर्दा थ्रु आउट होल अस्ट्रेलिया। थ्रु आउट होल अस्ट्रेलिया 250 न्यू आरटिओस लाई अप्रुभल आएको छ। अब इन कन्ट्रेरी टु द्याट है तपाईँहरूले इन्टरनेसनल स्टुडेन्टको फ्लो हेरौँ न 2023 मा अराउन्ड 950,000 द्याट मिन्स 9,50,000 इन्टरनेसनल स्टुडेन्ट डिफ्रेन्ट भिजामा आउनु भएको थियो। त्यो रेसियो हेर्दाखेरि मार्केटमा सबैलाई ग्रो गर्न सजिलो थियो। तर 24 को जुलाई पछाडि चेन्जेस अनुसार त 2,95,000 र अहिले अलिकति बढाएर 3 लाख समथिङ पुर्याएको छ। 3 लाख समथिङ स्टुडेन्टको फर्स्ट डेस्टिनेसन इदर सिडनी अर मेलबर्न, आफ्टर द्याट अरू स्टेटहरूमा होलान्। त्यो सेग्रिगेसन यसलाई डिभाइड गरेर हेर्दाखेरि आरटिएसहरूलाई केही समय स्ट्रगल छ, 100% स्ट्रगल छ फर फ्यु इयर्स, 1 or 2 इयर्स मेबी। कलेज टु स्टुडेन्ट रेसियो चाहिँ कलेजको रेसियो चाहिँ हाई भयो, स्टुडेन्ट चाहिँ एकदम कम छन् भन्नु। डेटा अनुसार डेटाले त्यो भन्छ। एनिवे स्टुडेन्ट कलेजकै कुरा गर्दा तपाईँको नेपालमा कलेजको लाइफको बारेमा अलिकति सुनाउनु त। के छ यहाँको युनिभर्सिटी लाइफ र नेपालमा पनि तपाईँ एजुकेसन सेक्टरमा पनि हुनुहुन्थ्यो, के छ डिफ्रेन्स के देख्नुहुन्छ? वाट्स द डिफ्रेन्स बिट्विन अस्ट्रेलियन लेट्स से भोकेसनल कोर्स अर युनिभर्सिटी अर नेपालको कुनै भोकेसनल कोर्स अर युनिभर्सिटी के भिन्नता देख्नुहुन्छ तपाईँले? अब भोकेसनल कोर्सको कुरा गर्नुपर्दाखेरि नेपालमा पनि त सिटिभिटी छ नि, विच इज भेरी स्ट्रङ है। त्यहाँको क्वालिटी, त्यहाँको मेन पावर, जुन निस्किने मेन पावर भेरी स्ट्रङ। पर्सनली भन्नुपर्दा यहाँको पनि राम्रो छ, स्किलफुल निस्किन्छ। इफ दुईवटा कुरा, इफ एप्लिकेन्ट स्टुडेन्ट आफै इन्भेस्टेड हो कि होइन र कलेजले पैसा इन्भेस्टमेन्ट भने होइन, क्वालिटी कतिको इन्भेस्ट भइरहेछ भन्ने कुराले म्याटर गर्छ। तर apart from that, when we compare CTVT and vocational course of Australia, these are two similar things. But अलिकति कन्टेन्डिङ चाहिँ हाम्रै हो कि हामीबाट आउने प्रडक्ट अझै स्ट्रङ हो कि टेक्निकली अझै स्ट्रङ हो कि हाम्रोको एप्लिकेन्ट? किन हो त्यस्तो चाहिँ? अब उनीहरूले 3 years लङ ड्युरेसन रिगरसली त्यसमा इन्भेस्ट गर्छ। ड्युरेसन वाइज पनि जस्तै यहाँ हामीले सिभिल कन्स्ट्रक्सनको कुरा गरौँ, नेपालको डिप्लोमा इन सिभिल इन्जिनियरको कुरा गरौँ, उनीहरूले 3 years को कोर्स हुन्छ, 2 years को हुन्छ। ड्युरेसन वाइज पनि अलिकति बढी इन्भेस्ट गरे हुन्छ। रिसोर्स वाइज अस्ट्रेलिया स्ट्रङ, टाइम र अरू टेक्निकल कुराहरू वाइज हाम्रो सिटिभिटी पनि नट ब्याड। टेक्निकली यो चाहिँ तपाईँ इन्टरनेसनल स्टुडेन्टको पेरिफेरीमा बसेर गफ गर्दै हुनुहुन्छ, कम्पेरिजन मात्रै गरेँ मैले। इन्टरनेसनल स्टुडेन्टको चाहिँ सायद प्रब्लम पनि के होला भन्दाखेरि अस्ट्रेलियामा बसिरहँदाखेरि चाहिँ ट्युसन फी जुटाउनलाई चाहिँ काम गर्नु पऱ्यो र जुन सेक्टरमा पढिरहेको छ त्यो सेक्टरमा त्यति धेरै टाइम दिन नपाएर पनि मेन प्रब्लमै यही हो। अब जस्तै मेरै कुरा गर्नु छ भने इनिसियली जुन युनिभर्सिटीको टाइम थियो त्यसमा दुईवटा कुरा थियो। अब अलिकति म मिसलिड पनि भएको, मैले आफूले सेल्फ इन्भेस्टमेन्टतिर गएँ, अलिक टाइम आफ्नो कम, पढाइलाई त कम दिएन कि नेटवर्किङमा चाहिँ कम टाइम भयो, सिमिलर फिल्डमा कम टाइम भयो। लास्ट सेमेस्टर अस्ति अघि अब यो फेरि अफ ट्र्याकमा गएर एउटा कुरा जोडेको। हजुर, इन्टर्नसिप जुन मैले अघि जोडेको थिएँ नि, मैले इन्टर्नसिप चाहिँ म्याक्रो इकोनोमिक्सको कुनै एउटा सेक्टरको लागि अप्लाई गरेको थिएँ मार्केटिङ डिपार्टमेन्टमा गर्नुभन्दा अगाडि। होइन, त्यो अल अफ सडन आएको कुरा हो। ओके, युनिभर्सिटी हुँदाखेरि मैले यो इन्टरनेसनल स्टुडेन्टको जोड्न खोजेको। मैले म्याक्रो इकोनोमिक्सको कुनै एउटा सेक्टर थियो, त्यसमा इन्टर्नसिप गर्नलाई मैले एप्लिकेसन सबमिट गरेको थिएँ। ओके, तर एट द एन्ड अफ द डे मलाई इन्टर्नसिप आउँदाखेरि चाहिँ इन्टरनेसनल रिलेसन असिस्टेन्ट भनेर एजुकेसन तपाईँको प्यारामिटर मिल्दै पनि अर्को डिपार्टमेन्टबाट चाहिँ इन्टर्नसिप दिदियो। उहाँहरूले के गर्नु भन्दा दिस इज द ओन्ली अप्सन द्याट वी हेभ, हामी तिमीले मागेको अप्सन चाहिँ दिन सक्दैनौ यसलाई भनेर भन्नुभयो। या त मैले त्यो सेमिस्टर नै मेरो त्यो युनिट नपढेर जाने भए, या मैले इन्टर्नसिप लिनुपर्ने भयो। ठिकै छ नि त, म गर्छु भनेर गएको। अनि त्योभन्दा पछाडि इन्टरनेसनल स्टुडेन्टको सेक्टरमा इन्टर्नसिप पनि गरेँ मैले। त्यही मैले जोड्न खोजेको के भन्दा इन्टरनेसनल स्टुडेन्टहरू अस्ट्रेलियामा आउँदै गर्दा सबैले आफ्नै फिल्डमा र आफूले पढिरहेको फिल्डमा इन्भेस्ट गर्न सक्दैन। गरेको खण्डमा इट्स बेटर, उहाँहरूलाई नेटवर्किङ र भोलि फ्युचर इम्प्लोएबिलिटीको हिसाबले पनि एकदमै राम्रो। तर गर्ने चान्सेसहरू अलिक कम हुन्छ। तपाईँले भन्नुभयो नि, ट्युसन फी, पर्सनल लाइफ, एजुकेसन र सोसियल लाइफ सबै ब्यालेन्स गर्दा कता कता केही न केही कुरा छुट्छ नै। कतिपय केसमा फ्यामिली एक्सपेक्टेसन हो, फ्यामिली। अब यो कुरा पनि जोड्नुपर्छ जस्तो लाग्छ मलाई। ब्याक होम अधिकांश प्यारेन्ट्सहरूले कुनै पनि बच्चा, चाहे त्यो +2 पछाडि आओस्, चाहे त्यो ब्याचलर पछाडि आओस्, चाहे त्यो मास्टर्स पछाडि आओस्, प्लिज केही समय वेट गरिदिनुहोस्। डोन्ट एक्सपेक्ट एनिथिङ। तपाईँहरूले एक्सपेक्टेसनै नराखिदिनुहोस् भनेर भन्छु म केही समयलाई। किनभनेदेखि तपाईँहरूले आफ्नो काखमा राखेर ब्याचलर मास्टर्स पढाउन्जेलसम्म केही एक्सपेक्ट गर्नु हुँदैन। यो अस्ट्रेलिया आएपछि 81 चाहिँ एक्सपेक्टेसन धेरै हाई, एक्सपेक्टेसन धेरै हुँदाखेरि पनि विद्यार्थीहरूले के गर्छ भन्दा आफ्नो पर्सनल ग्रोथमा ध्यानै दिन सक्दैन।
अब दिनेशजी तपाईँ म एउटा इन्स्टिट्युसनमा काम गरेर रहँदा हामीले देखेका धेरै इक्जाम्पलहरू छन् जसमा चाहिँ स्टुडेन्टहरू चाहिँ तपाईँको डिप्रेसनको शिकार भएको, एङ्जाइटीको शिकार भएको, ट्युसन फीको प्रेसरले अथवा चाहिँ अरू विभिन्न किसिमका प्रेसरले चाहिँ भएको हामीले देखेका पनि छौँ। त्यस्ता इन्सिडेन्ट्स हामी सँगै हुँदा पनि देखियो, अहिले पनि देखिरहेका छौँ। सो तपाईँले भन्नुभएको जस्तो एक्सपेक्टेसन चाहिँ लेस राख। अस्ट्रेलियामा चाहिँ इफ यु स्टार्ट एक्सपेक्टिङ फ्रम द सेकेन्ड डे द्याट यु अराइभ अस्ट्रेलिया, उसले यहाँको चाहिँ तपाईँले भन्नुभएको जस्तो इन्भेस्टेड हुनै पाएन आफूले पढेको कुरामा, करियर डेभलपमेन्टमा इन्भेस्टमेन्ट हुनै पाएन बिकज हिज प्रायोरिटी गोज टु समथिङ एल्स। त्यही नि त। अब यसमा मैले एउटा कुरा जोड्नु खोजेको, एक्सपेक्टेसन नराख्नुहोस् भन्दाखेरि फेरि नेगेटिभ साउन्ड हुनसक्छ, त्यस्तो पनि भन्न खोजेको होइन। एक्सपेक्टेसन तब राखौँ जब हामी ग्रो गर्छौँ आफूलाई। जस्तै हामीले बालुवामा खुट्टा टेक्दै गर्दा, दलदलमा खुट्टा टेक्दै गर्दा त त्यहाँ स्ट्रङ केही भेटिएन पनि त भित्र धसिँदै जान्छौँ। जब हामी स्ट्रङ सोलिड ग्राउन्डमा खुट्टा टेक्छौँ त्योभन्दा पछाडि हामी जति पनि उफ्रिन सक्छौँ, खेल्न पनि सक्छौँ नि। ठ्याक्कै प्लिज प्यारेन्ट्सहरू, इन्टरनेसनल प्यारेन्ट्सहरूलाई जसले आफ्नो यहाँ बच्चा पठाउनुहुन्छ, सकभर दुईचोटि सोच्नुहोस् मैले अफोर्ड गर्न सक्छु कि सक्दिनँ। नसकी पनि पठाउनुहुन्छ, त्यो म एकदमै एप्रिसिएट गर्छु। किन भन्दा आफ्नो बियोन्ड एक्सेस हरेक प्यारेन्ट्सले गर्नु खोज्नुहुन्छ। एक्सपेक्टेसन चाहिँ 1-8 वर्ष पढाइ नसकिन्जेलसम्म कम राख्दैन होला। एनिवे के छ तपाईँको चाहिँ यो डुइङ गुड विथ यर करियर हामीले देखिरहेका छौँ होइन। नेपाल फर्किने सोच छ कि छैन? अब नेपाल सबैको छ, फेरि सबैको छ, सबैजना चाहन्छ। तर अब समस्या के विभिन्न कुरा आइलाग्छन्। मेरो पर्सनली कुरा गर्नुहुन्छ भने त म अस्ट्रेलिया आएको विदिन फ्यु मन्थ्स नै मैले टिकट बाई गरेको थिएँ कि आई डोन्ट वान्ट टु स्टे हियर। फ्यु मन्थ्समै यदि तपाईँको चाहिँ एक्सपेक्टेसन धेरै थियो अस्ट्रेलियासँग? मेरो अस्ट्रेलियासँग एक्सपेक्टेसन थिएन कि मेरो आफ्नो सेक्टरसँग, मैले पढेको सेक्टरसँग चाहिँ अलिकति एक्सपेक्टेसन थियो। भन्नु खोजा दिस इज वाट आई नो। तपाईँ इकोनोमिक्स पढेर आउनुभयो नेपालबाट? नेपालमै यहाँको युनिभर्सिटीमा इकोनोमिक्स पढ्न जानुभयो तपाईँ हो। तर त्यहाँ चाहिँ तपाईँको एजुकेसन अथवा चाहिँ पढाइसँग रिलेटेड कुरा चाहिँ चित्त बुझेन? त्योभन्दा पनि मेरो जस्तो मैले अब युनिभर्सिटी पढ्दै गर्दा त्यहाँ ट्युटरको अपर्च्युनिटी पनि पाउँछ, मैले पनि अप्लाई गरेको थिएँ। अब त्यहाँ विभिन्न कारणले गर्दा पाइएन। अब नट बिकज वी डोन्ट डिजर्भ द्याट, देयर आर सर्टेन अदर थिङ्स। अभियसली लेट्स अब अलिकति खुलेर भन्नुपर्दा लेट्स से बिकज अफ भिजा तपाईँको भिजा हुनुहुन्छ। दोस्रो कुरा अगेन यु डोन्ट ह्याभ एनी वान टु रेफर यु टु बी योर रेफरेन्स, रेकमेन्डेसन भएन। तेस्रो कुरा अनि स्टुडेन्ट भिजामा त टेक्निकली तपाईँको वर्किङ राइटै कम हुन्छ एकदम। त्यो फेरि त्यो ट्युटरको भने फुल टाइम थिएन, त्यो भने पार्ट टाइम नै थियो। पार्ट टाइम भने पनि त्यसले इम्प्याक्ट पारेन, त्यसले इम्प्याक्ट पारेन। तर यहाँ बेसिकली हेर्ने कुरा जस्तै इन्टरनेसनल स्टुडेन्टलाई अधिकांशले राम्रो गर्नुभएको छ है। फेरि यो पनि भने होइन कि कसैले पाउँदैन। मैले मेरो एक्सपिरियन्स मात्रै सेयर गरेँ। कोही साथीहरू हुनुहुन्छ सिडनीमा हामीसँगै पढेका, दे आर डुइङ भेरी वेल। उहाँहरूले पढ्दै पनि गर्नु पाउनु। कहिलेकाहीँ कसैलाई त्यही अघि भने जस्तो ट्युनिङ अथवा अपर्च्युनिटी अथवा टाइमिङ, रङ टाइमिङ हुनसक्छ, त्यो पनि नमिलेको होला। अब त्यो आफ्नो सेक्टरमा गर्नलाई अलिकति आफूले इन्भेस्टेड चाहिँ हुनैपर्छ। अस्ट्रेलियामा आउने बित्तिकै तपाईँले जस्तो यो जबमा एप्लाई गर्नुभयो, आउने बित्तिकै साथीभाइहरूलाई चाहिँ भन्नुभयो होला नि त म यो जबमा एप्लाई गर्दैछु भनेर, कस्तो खालको फिडब्याक पाउनु भएको थियो? के थियो उहाँहरूको चाहिँ फर्स्ट एक्सप्रेसन भनौँ न? मलाई त फर्स्टमा म हाम्रै रिलेटिभको घरमा बसेको थिएँ। उहाँहरूले मलाई अब यहाँ आउने बित्तिकै उहाँहरूले रिसिभ गर्नुभएको थियो। पछि मेरो एकजना दाइ हुनुहुन्छ सिडनीमा, उहाँको नाम सञ्जय हो। उहाँले मलाई राम्रै हेल्प गर्नुभएको थियो। हि वाज अ भेरी गुड मेन्टर टु मी। उहाँले हरेक ठाउँमा इन्करेज गर्नुभयो मलाई। साथीहरू पनि हुनुहुन्छ, दाइहरू एकजना अच्युत दाइ पनि हुनुहुन्थ्यो। उहाँहरू बेसिकली उहाँहरूले राम्रो सहयोग गर्नुभएको थियो। जहाँ पनि अप्लाई गर्दाखेरि यु डु इट, हुन्छ किन नहुने, मोटिभेट गर्ने। यो काम नगर हामीले पाउँदैनौँ भन्ने त्यो खालको त थिएन मेरो सर्कल। एटलिस्ट सर्कल त्यस्तो थिएन कमसेकम। किनभनेदेखि अब हरेकको नेचर डिफ्रेन्ट हुन्छ। उहाँहरूले चाहिँ हरेक काम गर्दाखेरि यु जस्ट अप्लाई फर इट, हुनुहोस् भइ पो हाल्छ कि भन्ने खालको थियो। उहाँहरूले राम्रै सपोर्ट हुन्छ नि आफ्नो सर्कलमा, राम्रो सपोर्ट, राम्रो अलवेज मोटिभेटिङ। अनि केही गरौँ भन्दाखेरि पनि त्यो बिचमा हाम्रो सञ्जय दाइसँग मिलेर हामीले एकजना अर्को पनि हुनुहुन्थ्यो भाइ, रेस्टुरेन्ट पनि खोलेको थियौँ सिडनीमै। भनेको आउने बित्तिकै रेस्टुरेन्टमा इन्भेस्टमेन्ट पनि गरिहाल्नु तपाईँले? रेस्टुरेन्ट भनेको अब हामीले पिज्जा र इटालियन फुडहरू पाउने रेस्टुरेन्ट पनि गऱ्यो। ओके, मैले सञ्जय दाइ जोड्या हुनाले फेरि यो कुरा आइहाल्यो। अनि
पहिलो फ्यु मन्थ्स त असाध्यै आउट केही छैन, हाम्रो स्क्रिप्ट छैन, अनस्क्रिप्टेड हो, जहाँ जे पुऱ्याउँदैन केही फरक पर्दैन, हामी गफ गर्ने मात्र हो। ठिक छ। एनिवे, सो कस्तो रह्यो बिजनेस, फर्स्ट बिजनेस इन अस्ट्रेलिया, एक्सपिरियन्स कस्तो रह्यो? एक्सपिरियन्स त राम्रो भयो, किन भनेदेखि धेरै कुरा सिक्ने अवसर पाइयो, मौका पाइयो। नेपालमा डिफ्रेन्ट तरिकाको इन्भेस्टमेन्ट थियो, फ्यामिली वाइज हामी पनि एजुकेसनमै थियौँ। अब मेरो ठुलो दाइ हुनुहुन्थ्यो, तर यहाँ आइसके पछाडि रेस्टुरेन्ट गर्नुपर्छ भन्ने कुरा भइसकेपछि दाइ सञ्जय दाइ हामी अब मिलेर 3 जना मिलेर गरेका थियौँ। एकजना अर्को भाइ हुनुहुन्थ्यो। फर्स्ट फ्यु मन्थ्स असाध्यै राम्रो, पछि अलिकति त्यसलाई रेगुलेट गर्न सकिएन। मेरो आफ्नो लिमिटेसन आफ्नै ठाउँमा थियो, अरूहरूको उहाँहरूको लिमिटेसन पनि आफ्नै ठाउँमा थियो। हामीले तपाईँ स्टुडेन्ट भिजामा हुँदैमा इन्भेस्टमेन्ट गर्नु? स्टुडेन्ट भिजा हुँदैन। स्टुडेन्ट भिजा हुँदैमा बिजनेस गर्न पाइँदैछ अस्ट्रेलियामा? पाइन्छ। रेगुलेसनले तपाईँहरूले हामीले वी हेभ टु अपडेट आवरसेल्फ विथ द रुल्स एन्ड रेगुलेसन, अदरवाइज गर्न पाइन्छ। जस्तो बिजनेस गर्नुभयो तर तपाईँसँग वर्किङ राइट चाहिँ लेट्स से 24 आवर्स छ भने यु क्यानट वर्क मोर देन 24 मोर देन वर्क वाइज यु क्यान वर्क मोर देन 24 आवर, बट यु क्यान बी द ओनर अफ एनी बिजनेस। ओके, बिकज किन भन्नुहुन्छ भने एबिएन त अहिलेसम्मलाई एबिएन अस्ट्रेलियन बिजनेस नम्बर त सबैलाई ओपन छ नि त। एबिएन ओपन भइसकेपछि यु क्यान डु। ल रेस्टुरेन्ट कन्टिन्यू गरौँ। के भयो त्यसपछि? राम्रो चल्यो? फर्स्ट फ्यु मन्थ्स त असाध्यै राम्रो भयो। त्यसपछि राम्रो भएन? स्टक लिनेदेखि लिएर सामान ल्याउने अनि अपरेट गर्ने, खोल्ने, चलाउने, डेलिभरी सब हामी आफै गर्थ्यौँ। Obviously, as an owner, एज अ ओनर। किन भन्दा हामीले अब एक्स्ट्रा पैसा खर्च गरेर टन्नै स्टाफ राखेर चलाउने कन्डिसन थिएन। हामीले राम्रो गऱ्यौँ। फर्स्ट फ्यु मन्थ्स चाहिँ असाध्यै राम्रो भएको थियो। प्रफिट पनि एकदमै राम्रो प्रफिट थियो। तर पछि अब विभिन्न कारणहरूले कतिपय कुराहरू हामीले हाम्रो कन्ट्रोलभन्दा बाहिरको कुराहरू पनि हुन्छन्। अब ह्युमन नेचरलाई कन्ट्रोल गर्न सकिँदैन पहिलो कुरा, र ह्युमन इमोसन्सहरूलाई पनि हामी अर्काको इमोसनलाई कन्ट्रोल आफ्नै त हुँदैन, अर्काको इमोसनलाई कन्ट्रोल गर्ने कुरा पनि विभिन्न फ्याक्टरले रोल प्ले गर्यो। पछि हामीले अन्डर प्राइस सेल गर्नु पऱ्यो, घाटा लाग्यो। हामीले वी क्लोज इट फर फ्यु मन्थ्स। क्लोज मिन्स डोर चाहिँ ढोका चाहिँ बन्द गरेर राखेपछि अब अस्ट्रेलियाको एउटा हो कि वर्ल्डभरिको भनौँ न, बिजनेस अपरेटिङ छ, डजन्ट म्याटर वेदर यु आर इन प्रफिट अर लस, बट तपाईँले ढोका बन्द गरेर राख्नु भने तपाईँको अन्डर भ्यालु भइहाल्यो। अन्डर भ्यालु भयो, एउटा कुरा अन्डर भ्यालु भयो, अर्को तपाईँको बिल्स त रेगुलर आइरहेछ, एटलिस्ट लिज आइरहेछ, आउटगोइङ्सहरू आइरहेछ, भनेपछि घाटामा पर्नुभयो त्यो बेलामा। अस्ट्रेलिया आउने बित्तिकै घाटामा पर्नुभयो। तर यसमा पनि अझ राम्रो पाटो के छ भने घाटा बेहोर्ने चाहिँ दाइ भाइ, आम अलवेज ग्रेटफुल टु हिम। अब यहाँ मैले यसरी अब यो पछि कतिपय मेन्सन गर्नु हुन्छ हुँदैन, घाटा बेहोर्ने चाहिँ दाइ हो है। लस तपाईँलाई चाहिँ पर्सनली जे इम्प्याक्ट परे पनि परिहाल्यो, अलिअलि पर्यो। तर आउट अफ द्याट अझ फेरि मेजर सेयर चाहिँ घाटा बेहोर्ने। म किन जोडिरहेको छु भन्दा जस्तो नेपालबाट अस्ट्रेलिया आउने बित्तिकै चाहिँ नेपालबाट आएको मान्छेलाई चाहिँ अस्ट्रेलियामा एकदम धेरै म्यासिभ अपर्च्युनिटिजहरू देखिन्छ, र मान्छे चाहिँ तपाईँको जोसमा भनौँ न इन्भेस्टमेन्ट गरिहाल्छ। र त्यसले चाहिँ जस्तो फर्स्टमा आउने बित्तिकै विदाउट एनी प्रपर प्लान चाहिँ इन्भेस्टमेन्ट गर्दाखेरि चाहिँ त्यसले लङ टर्म इम्प्याक्ट पार्छ कि पार्दैन भनेर सोध्न खोजेको क्या। तपाईँको चाहिँ स्टोरीबाट नयाँ मान्छेले सिकुन् भनेर। तपाईँको केसमा त तपाईँको दाइले घाटा बेहोर्नु भयो, तर यदि अरू कोही हुन्थ्यो भने त्यो फाइनेन्सियल लसले, त्यो बिजनेस लसले चाहिँ फाइनेन्सियली र इमोसनल्ली चाहिँ तपाईँले पछि गर्ने कुराहरूलाई चाहिँ इम्प्याक्ट पार्थ्यो कि पार्दैन थियो? एज लङ एज तपाईँको चाहिँ फुल टाइम वर्किङ राइट छैन, यु गट सो मेनी बिल्स टु पे, त्यसमाथि पनि फाइनेन्सियल लस हुँदाखेरि त्यसले इम्प्याक्ट पार्थ्यो कि पार्दैन थियो होला? म पर्सनली चाहिँ के एडभाइस गर्छु सबैलाई भने, डु नट एन्टर इफ यु डोन्ट ह्याभ लङ टर्म प्लान, इफ यु डोन्ट ह्याभ सफिसियन्ट ब्याकअप विथ यु। इन्टरनेसनल स्टुडेन्टलाई विशेष गरी पहिला आफू डेभलप गर्नुहोस्, सेल्फ डेभलप गर्नुहोस्, इन द सेन्स फाइनेन्स प्लान, यो अन्य भिजा प्रोसेसहरूलाई पहिला सर्ट आउट गर्नुहोस्, अनि बिजनेसमा एन्टर गर्दाखेरि यहाँ टन्नै आरओआई चाहिँ अस्ट्रेलियामा राम्रो छ। त्यो भन्नु फेरि देयर आर सो मेनी स्टुडेन्ट्स हु आर डुइङ बिजनेस एन्ड दे डुइङ भेरी वेल, वी डु एप्रिसिएट देम एज वेल, तर अलिकति सोचेर गर्नुहोस्, प्लान गरेर गर्नुहोस्। अब जोसँग गुड प्लान छ, जसले अरूको देखेर यो सेक्टर ठिक छ, फलानुले कमाइरहेछ, म पनि इन्भेस्ट गर्छु भन्ने सोच्नु भएको छ भने यु निड टु थिङ्क ट्वाइस। पहिला आफूलाई सेल्फ सफिसियन्ट बनाउनुहोस्, अनि इन्भेस्ट गर्नतिर लाग्नुहोस्। बिजनेस भनेको त हेर्दा त सबैको राम्रो छ नि, रियालिटी फरक छ सबैको राम्रो छ हैन, रियालिटी फरक छ नि त। रियालिटीभित्र सिरियस थाहा हुन्छ, पकरीमा गएर थाहा हुँदैन। त्यही भएर म सबैलाई जसले राम्रो गरिराख्नु भएको छ अलवेज अप्रिसिएट देम। तपाईँहरूलाई अझै धेरै धेरै के भन्छ त्यसलाई, तपाईँ अझै राम्रो गर्नुहोस्, शुभकामना छ। तर नयाँ एन्ट्री गर्ने खोज्ने कोही पनि हुनुहुन्छ, नयाँ आउन खोज्ने कोही, राम्रो रिसर्च गरेर पहिला रिसर्च गरौँ, आफ्नो इन्भेस्टमेन्ट के हो प्रपर क्यालकुलेट गरौँ,
र त्यो आरओआई कतिसम्म तपाईँले रिकभर गरिसक्नुहुन्छ र त्यो बिचमा आउने कम्प्लिकेसनहरू दुईवटा कम्प्लिकेसन ह्युमन रिसोर्सको कम्प्लिकेसन के हो लिगल कम्प्लिकेसनहरू के छन् र इन्भेस्टमेन्टको पाटो के हो प्रपर बुझेर आउनुभयो भने राम्रै हुन्छ एक्जिट स्ट्राटेजी नै राम्रो बनाउनु पर्ने छ ढोका ल्याएर राख्न चाहिँ भएन यो कुरा चाहिँ सबैले ख्याल गर्नु पर्यो ढोका ल्याएर राख्दा झन् बढी घाटा हुन्छ बिल्स मात्र नभएर फेरि त्यसको सेल्स भ्यालुएसनै तपाईँको के हुन्छ भन्दा एक्जिस्टिङ बिजनेसको मेरो एक्सपिरियन्स चाहिँ अपरेट गरिराख्नु भएको छ अलिकति लसमा हुनुहुन्छ भने नि अपरेसनमा छ भन्ने हुन्छ तर तपाईँले ढोका लगाउनु भयो इफ यु क्लोज द डोर देन प्राइस चाहिँ तपाईँको नेगोसिएटिङ पावर चाहिँ अभियसली कसैले बिल्स मात्र तिर्दैन दिन भन्ने भएको पनि स्टोरी हामीले सुनेको छ एनिवे ल ठिक छ अब हस्पिटालिटी सेक्टरमा पनि इन्भेस्टमेन्ट गर्नुभएको छ विच सेक्टर डु यु प्रिफर एट दिस पोइन्ट अफ टाइम एक्जिस्टिङ अहिलेको जुन सेक्टर छ दिस इज ब्युटिफुल एजुकेसन सेक्टरमा छ किन अस्ट्रेलियाको सायद नम्बर 1 रेभेन्यू जेनेरेटिङ बिजनेस पनि एजुकेसन हो या माइनिङ हो के हो नम्बर 1 त होइन एजुकेसन सेक्टर ओभरअल या थर्ड या फोर्थमा पर्छ जस्तो लाग्छ मलाई अब डेटा एक्ज्याक्ट अहिले मैले यो वर्षको के छ मैले हेरिनँ जस टप 5 भित्रको कन्ट्रिब्युटिङ सेक्टर हो इन्टरनेसनल स्टुडेन्ट अब इन्टरनेसनल स्टुडेन्ट नभई त यहाँको एजुकेसन इन्स्टिट्युसनहरू चल्दैन त्यसमा पनि अझै भेट सेक्टरमा कस्तो छ भन्नुहुन्छ भने देयर आर भेरी भेरी बिग प्लेयर्स र नयाँ आउने मान्छेहरू पनि त्यत्तिकै हुनुहुन्छ आउँदाखेरिको एक्साइटमेन्ट यो आरडिएस सेक्टर चाहिँ मलाई कस्तो लाग्छ भने हरेक दिन पिङ पोङ बल जस्तो टक्क टक्क घुमिरहेको हुन्छ होइन त्यही भएर रमाइलो छ कहिले यता कहिले उता होइन गभर्मेन्टको रुल्स एन्ड रेगुलेसनमा एकदमै डिपेन्ड गर्छ ओके रुल्स अहिले भर्खर भएको चेन्जेसहरूको बारेमा अलिकति भनिदिनु के तपाईँलाई थाहा भएको कुरा चाहिँ जस्तो भेट सेक्टरमा चाहिँ अथवा चाहिँ एजुकेसन सेक्टरमा चाहिँ कोटा सिस्टम लागू गर्यो त्यसपछि इभन भेट सेक्टरको कुरा गर्ने भने नयाँ कोर्सहरू चाहिँ तपाईँको एड गर्नलाई चाहिँ 1 वर्ष रोकिदिएको छ वाइ इज गभर्मेन्ट बिङ सो स्ट्रिक्ट अब यसमा वी शुड नट से द्याट यु नो लाइक आई एप्रिसिएट अ क्वेसन बट गभर्मेन्ट इज नट बिङ स्ट्रिक्ट गभर्मेन्ट इज ट्राइङ टु रेगुलेट एजुकेसन सेक्टर म अब यहाँ ब्लन्टली भन्नुपर्दा केही कुराहरू हाम्रो पनि कमजोरी छ है एजुकेसन सेक्टरको मान्छेको पनि कमजोरी छ एजुकेसन सेक्टर भन्ने बित्तिकै कलेज मात्रै होइन भेट कलेज मात्रै होइन हायर मात्रै होइन युनिभर्सिटी मात्रै होइन अपार्ट फ्रम द्याट हामी अल स्टेक होल्डर्स इन्क्लुडिङ एजेन्सिजहरू छ हाम्रा पनि केही कमी कमजोरी होला त्यसलाई रेगुलेट गर्न खोज्या होला तर त्यो रेगुलेट गर्ने क्रममा इन्भेस्टर्स आर बिङ लाइक अफेक्टेड चामल पिस्दाखेरि घुन पनि पिसिया अब यहाँ चेन्जेसको गभर्मेन्ट डिएचए डिपार्टमेन्ट अफ होम अफेयर्सको या गभर्मेन्टबाट चेन्जेसको कुरा गर्नुहुन्छ भने दे स्टार्टेड फ्रम 2024 स्ट्रिक्टली कोभिड पछाडि यहाँको इन्फ्लक्स चाहिँ एकदम हाई थियो मान्छेहरू एकदमै धेरै भयो 2024मा आइसकेपछि अलिकति गभर्मेन्ट अलि सजग भयो हो कि भन्ने खालको देखिन्छ 24बाटै उहाँहरूले कोटा सिस्टम ल्याउने भनेर सायद 24को जुलाईबाट भेट सेक्टरलाई अराउन्ड 95,000 अनि हायर एजुकेसनलाई सर्टेन नम्बर दिएर अनि युनिभर्सिटी हरेक युनिभर्सिटीलाई आफ्नो आफ्नो कोटा एलोकेट गरिदिएर 2,95,000 सिट टोटलमा एलोकेट गरे र त्योभन्दा पछाडिको कुरा गर्नुहुन्छ भने सर्टेन नम्बर बढाएको छ 2025मा 24, 25 अब 26मा आइसक्दाखेरि अब गभर्मेन्टले भेट सेक्टरलाई नै अलिकति स्ट्रिक्ट गर्न खोज्या हो कि जस्तो देखिन्छ स्ट्रिक्ट इन द सेन्स कम्प्लायन्सको कुरामा दे निड टु बी भेरी अप टु डेट एकदमै आफूलाई टप नचमा राख्नु पऱ्यो त्यसमा कम्प्रोमाइज गर्न दिएको जस्तो मलाई लाग्दैन रिसेन्टली आरटिओमा नयाँ कोर्सहरू एड गर्न दिएको छैन नयाँ कोर्स 1 इयरको लागि स्टप गरेको छ यो भन्नुको अर्थ मान्छेले अब कोर्स एड गर्न दिएको छैन भन्दा के भन्या भनेर सोच्नु होला कोर्स एड गर्न नदिनुको भन्नु खोजेको के भनेदेखि एक्जिस्टिङ कोर्स जस्तै मसँग एक्स र वाई कोर्स राखेको छु मैले जेड कोर्सको लागि अप्लाई गर्दाखेरि अहिले एप्लिकेसन सब्मिट हुँदैन एक्जिस्टिङ कोर्स उहाँहरूले के पनि मेजर गर्न खोज्या हुनसक्छ गभर्मेन्टले भने वेदर दे आर सेल्फ सफिसियन्ट उनीहरूको स्ट्रेन्थ यो दुईवटा कोर्समै सेल्फ सफिसियन्ट हुन्छ कि हुँदैन रन अपरेट गर्न सक्छ कि सक्दैन भनेर चेक गर्न खोज्या पनि हुनसक्छ कोटा सिस्टमले चाहिँ जस्तो नयाँ आउने कलेजहरूलाई चाहिँ प्रब्लमेटिक भयो जस्तो एक्जिस्टिङ कलेजलाई त प्रब्लम भएन नयाँ आउने कलेजहरूलाई प्रब्लम भएको होइन कोटा सिस्टमले सबैलाई अफेक्ट गर्छ किन अफेक्ट गर्छ भन्नुहुन्छ जस्तै एउटा अब नाम लिन कतिको राम्रो हुन्छ हुँदैन तर अब एउटा रेफरेन्स लगाउँ न रेफरेन्स एबिसी कलेजलाई 3,850 सिओई प्रिजममा अब सिट अलोकेट गरेको थियो अब नयाँ रुल अनुसारमा चाहिँ 800-900 अलोकेट गरिदिएको छ भन्दा बसेको उसले हरेकको क्यापासिटीलाई मिनिमाइज गरेको छ 350 जना विद्यार्थी पढाउन मिल्ने ठाउँमा जम्मा 900 दिएको छ टेन्टेटिभ 850 900 दिँदाखेरि त अब 1/3 जस्तो देखियो नि त लगभग 1/3 मात्रै सिट हो कि 30% सिट मात्रै पायो कि होइन अब 100%बाट 70% काटिदिँदाखेरि त अफेक्टेड त पुरानो पनि भयो अभियसली पर्यो तर एक्जिस्टिङ बिजनेस अनगोइङ बिजनेसले गर्दा उहाँहरूलाई अहिलेसम्म इम्प्याक्ट भएको छैन हो
बरु नयाँ आउनेलाई चाहिँ के सजिलो छ भने सर तपाईँको नयाँ आउनेले इन्भेस्टमेन्ट एउटा किसिमको होला, तर उहाँहरूसँग एक्सपेक्टेसन चाहिँ 4,000 को हुँदैन। उहाँहरूको बिजनेस टार्गेट चाहिँ विदिन ए इयर अर 2 इयर्स आउटगोइङ पनि कम राख्नुहुन्छ, स्टाफ कम राख्नुहुन्छ, रेन्टहरू सस्तो बनाउनुहुन्छ होला। तपाईँसँग कोटा 50 जनाको छ भने यु विल बी विलिङ टु तपाईँ खर्च पनि त्यही अनुसार राख्नुहुन्छ होला। तर पहिला 3850 भने चिन्ता आउटगोइङ अलरेडी म्यासिभ छ, अनि त्यसलाई 900 मा घटाउँदाखेरि त इट्स भेरी डिफिकल्ट टु फायर इम्प्लोइज अर लिज आउट द प्लेसेस द्याट यु हेभ लिज्ड। अब त्यो कारणले गर्दाखेरि चाहिँ गाह्रो भयो। अब 100 जना विद्यार्थी हुँदाखेरि पनि 5 जना स्टाफ चाहियो होला, 500 जना विद्यार्थी हुँदा 10 जना चाहियो होला। त्योभन्दा माथिको जस्तो भन्नु खोजेको ओभरहेड कस्ट त एक्जिस्टिङ त्यति नै रहने हो। अब तपाईँले मान्छे घटाएर अब हायर एन्ड फायर त्यो प्रोसेसमा नजाँदाखेरि पनि कतिसम्म घटाउने भन्ने इम्प्याक्ट त सबैलाई पर्छ। त बरु नयाँ आउने साथीहरूलाई, नयाँ आउने इन्भेस्टरहरूलाई चाहिँ के सजिलो छ भने मिनिमम क्यापेसिटीबाट चलाउँछु र 1-2 वर्ष लैजान्छु भन्नुलाई ठिकै हुनसक्छ। आरटिओ सेक्टरमा धेरै लङ गफ भयो। विशेष गरी हामी दुवैजना आरटिओ सेक्टरमा भएर पनि अलिकति कन्भर्सेसन डिप भएको होला। के दियो सर मार्केटिङ सेक्टरमा काम गरिरहँदा आरटिओमा चाहिँ तपाईँको चाहिँ वाट्स द बिगेस्ट अचिभमेन्ट जस्तो लाग्छ तपाईँलाई? यो सेक्टरमा काम गरिरहँदाखेरि फ्यु कुराहरूलाई एकदमै म एप्रिसिएट गर्छु। कनेक्सन बिगेस्ट अचिभमेन्ट चाहिँ नभनौँ होइन, हाउ इज इज गोइङ, के छ रमाइलो कुरा के छ? गुड पर्सपेक्टिभमा हेर्दाखेरि एक्ज्याक्टली गुड कनेक्सन अक्रस द ग्लोब भन्न खोजे वर्ल्ड वाइड चाहिँ होइन, फ्यु कन्ट्रिजमा असाध्यै राम्रो कनेक्सन। विशेष गरी अस्ट्रेलियामा जुन कन्ट्रीबाट विद्यार्थीहरू आउनुहुन्छ त्यो कन्ट्रीमा चाहिँ इन्टरनेसनल कम्युनिटीको मान्छे जो यहाँ अब उसै पनि हामीले अस्ट्रेलियालाई मल्टिकल्चरल सोसाइटी भन्छौँ र मल्टिकल्चरल सोसाइटीभित्रको एउटा ब्युटिफुल कुरा के भनेदेखि त यु गट अ चान्स टु कम्युनिकेट विथ मेनी पिपल, कनेक्ट विथ मेनी पिपल फ्रम डिफ्रेन्ट पार्ट अफ द वर्ल्ड। सो त्यसै गरी दोस्रो कुरा चाहिँ गुड एक्सपोजर इन द सेन्स कि म योसँग गएर भेटेँ त्योसँग गएर भेटेँ होइन कि मैले नयाँ कुराहरू, इन्साइट कुराहरू आरटिओ मार्केटिङ र वर्ल्ड वाइड डिफ्रेन्ट कल्चर ल्याङ्ग्वेजसँग एक्सपोज हुनु। ट्राभल पनि राम्रो गर्नुभयो तपाईँले आरटिओ सेक्टरमा लागेपछि? मार्केटिङको सिलसिलामा म डिफ्रेन्ट कन्ट्री चाहिँ गएको छु। म कहाँ जानुभयो? फर्स्ट कन्ट्री वाज फिजी, भेरी ब्युटिफुल कन्ट्री। क्लाइमेट चाहिँ अब म तराईमा पढेको है, नेपालको तराई बेल्टमा हाई स्कुलिङ चाहिँ त्यहाँबाट गरे हुनाले समहाउ सिमिलर, हट, ह्युमिड, ब्युटिफुल थियो। त्योभन्दा पछाडि भुटान पनि गयो, अनि इन्डिया नेपाल भइहाल्यो, अनि बङ्गलादेश पनि गयो। फ्यु कन्ट्रिजहरू पाइपलाइनमै थियो। अब ब्याक टु ब्याक चेन्जेसले गर्दा अब अहिलेलाई पज गरेका छौँ। यु आर इन्जोइङ वाट यु डुइङ? भेरी मच। एक्ज्याक्टली। तराईमा को ह्युमिड कुराको कुरा निकाल्नुभयो। आई थिङ्क वी सुड स्किप द आरटिओ पार्ट, टु मच अफ इन्फर्मेसन फर आवर अडियन्स एज वेल। कस्तो थियो सर बाल्यकाल? रमाइलो थियो सर। हामी सानो हुँदाखेरि मेरो बुवा आफै पनि शिक्षा क्षेत्रसँग रिलेटेड मान्छे र पढ्नुपर्ने मान्छे। हामी सानो हुँदाखेरि हामी आमाले बुवा बाहिर हुनुहुन्थ्यो, आमा बाहिर हुनाले काठमाडौँ पढ्दै हुनुहुन्थ्यो। हामी आमाले स्कुल ल्याउने पुर्याउने। त्योभन्दा पछाडि बुवा फर्किनु भयो, केही समय बुवासँग टाइम बितायो। त्योभन्दा पछाडि तराई कहाँ सर तपाईँ? कहाँ हुर्किनु भयो तपाईँ? पढाइ स्कुलिङ चाहिँ कैलालीमा गरेँ सर। कैलालीमा पढ्नु? टिकापुरमा। पहिला 1-2 स्कुल चेन्ज पनि गर्यो, विभिन्न स्कुलमा पढ्यो। पढ्न चाहिँ पहिला सानोमा बुवासँगै बस्यो केही समय, त्यहीँ अछाममा जन्मेको, त्यहाँ पनि स्कुलिङ गर्यो। त्योभन्दा पछाडि कैलालीमा एसएलसी सकाइसके पछाडि काठमाडौँतिर। हजुर, बाल्यकाल चाहिँ असाध्यै रमाइलो थियो सर। सुनाउनु सर। कस्तो थियो भन्नुहुन्छ भने एउटा रमाइलो कुरा, हामी होस्टेल बस्दाखेरि तराईमा होस्टेल बस्ने, अनि कैलालीमा होस्टेलमा बसेर पढ्नु? हजुर। दसैँ बिदामा घर जानुपर्ने, घर जाँदाखेरि घरबाट कोही न कोही मान्छे लिन आउनुहुन्थ्यो। अब अछाम जानुपर्ने, बुवाहरूले त्यहाँबाट मान्छे पठाइदिनुहुन्थ्यो। हामी 2-3 अलमोस्ट 3 दिन 4 दिन हिँड्थ्यौँ क्या, हिँडेर कर्णाली कोरिडोरको बाटो हिँड्दै तल हिँड्दै 3 दिन या कहिले 3 दिन, मोस्ट अफ द टाइम त 4 दिन लाग्थ्यो हामीलाई। बस्दै बस्दै जाने काइन्ड अफ ट्रेकिङै हुँदो रहेछ घर जाँदा? भेरी मच, एकदम 100% ट्रेकिङ। कस्तो हुनुहुन्छ भने कुनै ठाउँमा त हरेक अब आज बेलुका कहाँ बस्ने भने पहिल्यै प्लान हुन्थ्यो। अब यहाँ बस्ने, आज फलानु चिज खाने होइन, कुखुरा सुखुरा यस्तै त हो सर, रमाइलो। अनि चिसो ठाउँ जाँदाखेरि चिसो हुने, अनि खानाको पैसा चाहिँ लिनुहुन्थ्यो त्यतिखेर सायद। अब बसेको पैसा आई डोन्ट नो, हामी सानै थियौँ भनेपछि त्यो अर्गनाइज चाहिँ बुवाले जसलाई पठाउनु भयो उहाँहरूले गर्नुहुन्थ्यो? हामी कस्तो हुन्थ्यो, हामी मात्रै हुन्थेनौँ, हाम्रो त्यो ठाउँबाट विभिन्न अरू मेरो भाइहरू, सायद सबैभन्दा जेठो ठुलो उमेरको मै थियो होला, भाइहरू टन्नै हुनुहुन्थ्यो।
7-8 जना हुन्थ्यौँ। 1-2 जना मान्छे आउनुहुन्थ्यो जसले हाम्रो सामानहरू अलिकति गरौँको सामान उहाँहरूले बोकिदिनुहुन्थ्यो र बाँकी सानोतिनो ब्याकप्याक आफ्नै काँधमा राखेर हामी 3 दिन लखर हिँड्दै रमाइलो गर्दै 4 दिन घर जानु पर्थ्यो घर जाने अनि झन् 30 दिनको बिदा हुन्थ्यो। हामीलाई 4 इन्टु 4 + 4 8 दिन त हामीलाई हिँड्न आउन जानमै सकियो। 20 दिनको लागि घर जान्थ्यौँ हामी। रमाइलो थियो। एसएलसीसम्म कैलाली पढ्नुभयो? हजुर, एसएलसीसम्म। त्यसपछि काठमाडौँ? त्योभन्दा पछाडि काठमाडौँको बसाइ? काठमाडौँको बसाइ पनि रमाइलो भयो सर। किन भन्दा मेरो लाइफमा मैले त्यस्तो अझ कहिलेकाहीँ हुन्छ नि, अब यो फेज चाहिँ मन परेन, यहाँ चाहिँ अलिकति स्याड भयो भन्ने खालको छैन। +2 काठमाडौँमा पढ्यो, +2 साइन्स पढ्यो। साइन्समा पनि बायो प्लस म्याथ दुइटै पढ्यो। मेरो इन्ट्रेस्ट चाहिँ डिफ्रेन्ट थियो, फ्यामिलीको इन्ट्रेस्ट चाहिँ डिफ्रेन्ट थियो, त्यो म्याच भएन। मलाई चाहिँ पाइलटिङ गर्नुपर्ने, पाइलट पढ्नु पाए हुन्थ्यो भन्ने, म एक्सप्रेसिभ चाहिँ थिएन त्यतिखेर। अनि बुवा आमाको चाहिँ मेडिकल सेक्टरमा गइदिए हुन्थ्यो भन्ने। पाइलट चाहिँ अलिकति के कारणले रोक्नुभयो? सायद डिफ्रेन्ट इन्सिडेन्टको कारणले हो कि अथवा अरू केही हो? ठ्याक्कै इन्सिडेन्ट्सको कारणले हो। मलाई अब अन्य कुराहरू पनि होला नि, रोल प्ले गरे होला, तर मैले बुझेअनुसार चाहिँ 2063-64 सालतिर काठमाडौँमा एउटा दुईवटा प्लेन क्र्यास भएको, एन्ड देन तपाईँको मनाङतिर पनि प्लेन क्र्यास भएको, त्यो न्युजहरू एकदमै त्यो फैलिएको थियो। अनि फेरि अब अन्य कुराहरू पनि छन् सर त्यसमा, अब विभिन्न पाराले। एउटा हाम्रो मेरो आमाले त्यो देखिरहेको हुनाले यो सेक्टर त हुँदैन है, यहाँ त मान्छे मर्दो रहेछन्, हुँदैन भनेर त्यतातिर सोच्नै पाइएन एउटा कुरा। अर्को कुरा अब अन्य कुराहरूले पनि रोल प्ले गरे त्यहाँ। तर त्यो दुईवटा क्रममा मेडिकल र मेरो भित्रको कुरा पाइलटिङ, अनि बाहिर फिल्डमा चाहिँ मेडिकल, अनि त्यो दुइटै कुराले ट्युनिङ मिलेन। त्योभन्दा पछाडि मेडिकल प्रिपरेसन गर्दा गर्दै ब्याचलर जोइन गरेका थियौँ हामी, एकजना साथीले गर्नुभएको थियो त्रिचन्द्र कलेजमा, मैले गएर पनि त्यहीँ गऱ्यो। इकोनोमिक्स पढ्यो, स्ट्याटिस्टिक्स। बायोलोजी छोडिदिनु भयो? त्योभन्दा पछाडि मैले साइन्स सेक्टरै छोडिदिएँ। प्रेसर चाहिँ थियो मलाई घरबाट, मेरो ठुलो दाइले इन्जिनियरिङ गर या नभए सिए पढ। मेरो आफ्नो पनि रिसर्च बेलाको जे थियो त्यही चल्यो। तर मलाई चाहिँ के भयो भने होइन, म आई डोन्ट वान्ट टु गो विथ दिस सेक्टर भनेर उता गयो। त्यहाँ पनि राम्रै भयो, त्रिचन्द्रमा रमाइलो गरियो, असाध्यै राम्रो थियो त्यो लाइफ। ती दिनहरू जे सुनौला थिए, गोल्डन डेज। मास्टर्स पढिसकेपछि अस्ट्रेलिया आउनुभयो। मास्टर्स पढ्नुभन्दा अगाडि आउनुपर्ने रहेछ कि पछि आउनुपर्ने चाहिँ अस्ट्रेलिया के रहेछ? अब कुन उमेरमा आउनुपर्ने? सिचुएसनको कुरा होला। अब यो भन्दाखेरि कसैलाई बायस हुनसक्छ, तर मेरो पर्सपेक्टिभमा चाहिँ ब्याचलर सकिसकेपछि आउँदा +2 सकेर पनि होइन, कतिको म्याच्योर छ, आफूलाई कतिको धान हुन्छ। यहाँ आएर +2 पछाडि आएको भाइ बहिनीहरूले अथवा साथीहरूले राम्रै गरिराख्नु भएको पनि छ। प्रोफेसनली पर्सनली पनि उहाँहरू एकदमै आफूलाई डिटर्मिन्ड हुनुहुन्छ। तर तपाईँहरूले आफूलाई सम्हालिसक्नु भएको छैन भने म कमसेकम ब्याचलर सकाएर मेन्टल्ली, इमोसनल्ली र अन्य कुराले पनि तपाईँलाई स्टेबल भइसके पछाडि आउनुहोस् भनेर भन्छु। बुवा पनि एजुकेसन सेक्टरमा हुनुहुन्छ, हजुरको त दाइ पनि एजुकेसन सेक्टरमा। बुवाले दिनुभएको के नलेजले हेल्प गरिरहेछ अहिले एजुकेसन सेक्टरमा काम गर्दाखेरि? बुवाले त्यो त सबै कुराले हेल्प गर्यो होला, तर पार्टिकुलर सम्झिन लायक 2-3 कुरा कोर कुरा भनेर भन्नु खोज्नुभयो होला। अब बुवाको त ब्लेसिङ त सधैँ छ, तर त्योभन्दा पनि कन्सिस्टेन्सी र इमान्दारिता दुईवटा कुरा एकदमै बुवाले सधैँ हामीलाई अहिले पनि फोन गर्नु पर्दाखेरि यु निड टु बी भेरी अनेस्ट विथ यु वर्क र आफूलाई कन्सिस्टेन्सी चाहिँ दिनुपर्छ भनेर अहिले पनि भन्नुहुन्छ। यो दुईवटा कुराले चाहिँ सजिलो भयो कि जस्तो लाग्छ मलाई। पहिलेदेखि नै इम्प्याक्ट नै त्यस्तो पर्यो। अहिले जे हुनुहुन्छ त्यो हुनलाई मद्दत गर्नुमा के कुराहरूले चाहिँ सपोर्ट गर्यो होला? म जे थिएँ, जे पढेँ र जे गरिरहेको छु यो कम्प्लिटली डिफ्रेन्ट कुरा छ सर। त्यही त्यो स्टोरी सुन्दै जाँदाखेरि थाहा पाउँदैछु, त्यसमा पनि आउँछु म नेचर चाहिँ कस्तो भन्नुहुन्छ भने धेरै कुरालाई प्रेसर बोकेर नहिँड्ने, अनि क्विक रियाक्टिभ पनि कहिले हुने कहिले नहुने खालको। र पढ्न इकोनोमिक्स पढ्यो, स्ट्याटिस्टिक्स इकोनोमिक्स, ब्याचलर पनि राम्रै पढाएको थियो, मास्टर्स पनि ठिकै पढियो, राम्रै गरियो। र अब काम चाहिँ इकोनोमिक्स सेक्टरमा नगरेर मार्केटिङ एजुकेसन सेक्टरमा गरिरहेको छु। त्यही भएर मेरो लाइफमा कोहेरेन्स हेर्नुहुन्छ, पोलिटिकल अलाइनमेन्ट हेर्नुहुन्छ भने स्टेप छुट्दै फ्लो मलाई अहिले पनि तपाईँले मलाई सोध्नुभयो भने वाट्स योर प्लान आफ्टर 10 इयर्स भन्नुहुन्छ। प्लान चाहिँ होला, फाइनेन्सियल प्लान छ होला, अन्य कुराहरू होला, तर यो कामको यो करियर पर्सपेक्टिभको कुरा गर्नु भने मसँग त्यस्तो हुँदैन। म अगाडि जे आउँछ त्यसलाई गरिहाल्ने हो अनि अगाडि बढ्ने। बायोलोजी नपढेर, पाइलट नपढेर अहिले यो सेक्टरमा काम गरिरहँदा जस्तो यो भएको भए हुन्थ्यो भन्ने फिल हुन्छ? अब त्यस्तो त छैन।
मौका एउटा कुरा चाहिँ मौका पायो भने पाइलट पढ्नुहुन्छ कि पढ्नु? अहिले नि पढ्ने अब भन्नु खोजेको कुरा अहिले होइन कि अब 10 वर्ष पछाडि पनि इफ एभ्रिथिङ गोज वेल पढ्ने। असलमा खासै त्यस्तो गाह्रो छैन होला 1.5 वर्षको कोर्स। एभिएसन आफैमा पनि अब क्रिटिकल त क्रिटिकल सेक्टर हो। भोलिपछि अब यो उमेरमा आएर या 10 वर्ष पछाडि या कोही मान्छेले लेट 50s 60s मा पनि गर्नुहुन्छ, उहाँहरूले पर्सनल सेटिस्फ्याक्सनको लागि गर्ने कुरा एउटा हो। अब गएर प्रोफेसनल्ली म कमर्सियल बन्छु यो बन्छु भन्ने कुरा त भएन, तर पर्सनल सेटिस्फ्याक्सन प्लेन चलाउने सोख छ अहिले पनि छ। इन्ट्रेस्टिङ। मैले तपाईँले अघि हजुरले भने जस्तै के मिस गर्नुहुन्छ भन्ने कुरामा मैले मेरो लाइफको तपाईँले अघि भने जस्तै I had a big dream of being a owner of construction company. ठेकदार हुन मन छ तपाईँलाई? ठेकदार हुन मन। अब त्यसरी जाउँ है। मैले मेरो बुवासँग रमाइलो किस्सा छ। बुवालाई ब्याचलर सकियो। ब्याचलरमा अब ब्याचलरको पनि फेरि अर्कै कहानी छ, हेर्नुहोस् न के कहानी भन्दा 95th त्रिचन्द्र दिवस होइन 95औं त्रिचन्द्र दिवस मनाइरहेको त्यो हलमा म पनि थिएँ, मेरो साथी पनि हुनुहुन्थ्यो। इक्जाम दियो। इक्जाम हाम्रो अब त रिजल्ट त्यहाँ विभिन्न शैक्षिक जुन एजुकेसन रूपमा तपाईँको रिजल्ट वाइज राम्रो भएको स्टुडेन्टलाई सम्मान गर्ने भन्ने पनि रहेछ, अवार्ड दिने भन्ने रहेछ। म त्यहीँ थिएँ, तर मलाई बोरिङ लाग्यो। अब मेरो नेचरै त्यस्तो तपाईँलाई थाहा छैन। अब बोलिरहनु पनि चटपट गर्नुपर्ने, बाहिर गइहाल्नुपर्ने। बाहिर गएँ, साथी त्यहीँ थियो, दिनेश विष्ट भनेर बोलाउनु भएछ है। अब किन बोलाएको भन्ने कुरा भन्छु मैले। सर अब साथीले भने कुन चाहिँ दिनेश विष्ट परेछ भनेर सोचेछ क्या, बुझ्नु भने त्यहाँ भएको के रहेछ भन्नुहुन्छ भने मैले आफ्नो कहिले जिपी त्यो पर्सेन्टेज क्यालकुलेट गरेको थिएन ब्याचलरमा ह्युमेनिटिज सेक्टरबाट। मैले राम्रो नम्बर ल्याएर छु अरूभन्दा, टप गर्नु भएर त्यही भएर त बोलाइयो। हजुर। अब भोलिको दिनमा अन्नपूर्ण पोस्ट र कान्तिपुर सायद त्यसमा नाम निस्केको थियो। मलाई मेरो ठुलो भएको छोराले, मेरो दाइले, ए दिनेश तेरो त यहाँ नाम आएको छ त, तैँले हिजो गएनस् अवार्ड लिन भनेर भन्नुभयो। म त त्यहीँ थिएँ, तर म 20 मिनट अगाडि निस्केको होइन। अब त्यस्तो इन्सिडेन्ट छ क्या सर। तपाईँ चटपट गर्नुपर्ने मान्छे। अब त्यहाँबाट निस्किहालियो। निस्केपछि अब पछि गएर पोस्ट इभेन्ट गएर त्यो कलेक्ट चाहिँ गरियो। त्यो भइसकेपछि जोड्न खोजेको कुरा के भनेदेखि मैले बुवालाई, अब बुवा हजुर म यो आई डोन्ट वान्ट टु कन्टिन्यू विथ माई फर्दर स्टडिज, के गर्ने त, म त कन्स्ट्रक्सन कम्पनीमा पो खोल्ने सोच बनाएको छु त बुवा भनेर भन्दाखेरि, होइन यसो नगर, पहिला अब ब्याचलर सकाइहाल्यौ, ठिकठाकै गऱ्यौ, आफ्नो सेक्टर साइन्स छोडेर फेरि यो ह्युमेनिटिजमा आउँदाखेरि पनि ठिकै गरेर रहेछु, अब एकचोटि मास्टर्स सकाउ न, अनि त्योभन्दा पछाडि सोचौँला भनेर भन्नुभयो। ठिकै छ नि त भनेर भन्यो। मास्टर्स फर्स्ट इयरको इक्जाम थियो। वाट आई वाज प्रेइङ इज नराम्रो होस्, ताकि बुवाले मलाई यो सेक्टर मलाई मेरो 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 मैले भनेको सेक्टरमा जान दिनुहोस्, ठेकाबाट गर्न दिनुहोस्। मलाई कन्स्ट्रक्सन कम्पनी खोल्ने मन थियो त्यतिखेरको। कस्तो भयो त इक्जाम? फेरि अनफर्चुनेटली त्यहाँ पनि अब मेरो लागि अनफर्चुनेटली भन्नाले त्यो नट इन अ ब्याड वे, तर मेरो प्यासन फलो गर्नुको ठ्याक्क अब त्यसमा ब्यारियर भनेपछि फ्यामिली ड्रप आउटै गर्न चाहिँ सक्नु भएन बिकज फ्यामिली रेपुटेसन विथ कन्सेन्ट जान खोजेको थिएँ फ्यामिलीमा। त्यहाँ राम्रै रिजल्ट, ठिकै रिजल्ट आयो। अनि त्योभन्दा पछाडि बुवालाई बुवा अब त जाने हो कि भनेर भन्दा हुँदैन पढाइमा ठिकै भइरहेको छ, अहिले कहाँ जाने, मास्टर्स नसकाइ भनेर भन्नुभयो। त्योभन्दा पछाडि सेकेन्ड इयर दियो, त्यो पनि ठिकै भयो। त्योभन्दा पछाडि अब थिङ्स चेन्ज है, त्यो धेरै कुराहरू चेन्ज हुँदै गयो। त्यो सेक्टरमा पनि जान सकिएन भन्नाले अब फ्यामिलीबाट अहिलेसम्म सक्नु भएन। अब छ नि त चान्स, अस्ट्रेलियामा पनि कन्स्ट्रक्सन सेक्टरको त एकदम राम्रो छ, विशेष गरी वेस्टर्न अस्ट्रेलियामा चाहिँ अहिले हाम्रै आरटिओ सेक्टरमा पनि कन्स्ट्रक्सनका कोर्सहरू एकदम राम्रोसँग सेल भइरहेको छ भनौँ, अथवा चाहिँ विद्यार्थीहरूको सङ्ख्या एकदमै राम्रो छ। कन्स्ट्रक्सनको डिमान्ड एकदमै हाई छ। मौका पायो भने गर्नुहुन्छ कन्स्ट्रक्सन अस्ट्रेलियामा? अब त्यसको लागि त प्लान मैले फेरि एकचोटि इन्भेस्टमेन्ट गरिसकेको छु। अब एकचोटि हानेको अगुल्टोले हानेको के बिजुली चम्किँदा तर्सिन्छ भन्छन् होइन, सोच्नुपर्छ त्यसको लागि त। अब यहाँ राम्रो छ भन्ने बित्तिकै सबै सेक्टर मेरो लागि हुँदैन। अब अलिकति टाइम लिएर अब के गर्ने सोच्नु पर्ला, नत्र अब यो आरटी सेक्टर पनि इट्स ब्युटिफुल, यसैलाई कन्टिन्यू गर्न पनि सकिन्छ। कन्स्ट्रक्सन कम्पनी खोल्ने भनेर त अहिले त जस्तो अस्ट्रेलियामा, वेस्टर्न अस्ट्रेलियामा, हाम्रो पार्ट अफ द वर्ल्डबाट जस्तो नेप्लिज कम्युनिटी, भुटनिज, इन्डियन कम्युनिटिजहरू एकदमै ग्रो भइरहेको छ एन्ड दे आर ट्राइङ टु सेटल डाउन हियर होइन। सायद कन्स्ट्रक्सन बिजनेसमा पनि राम्रै हुन्छ होला। तपाईँ अब आरटिओ सेक्टरमा काम गर्दाखेरि अघि नै भन्नुभयो राम्रो तिता मिठा अनुभवहरू, कन्स्ट्रक्सन सेक्टरमा काम गर्दाखेरि पनि उहाँहरूले सपोर्ट गर्नुहुन्छ होला, के छ तपाईँको धारणा, के छ तपाईँको? नेप्लिज कम्युनिटी पनि ग्रो भइरहेछ है अहिले। अब सायद हामी थर्ड लार्जेस्ट कम्युनिटी हामी होला अब, सायद अब एउटा दुईवटा जो ठुलो भोल्युममा हुनुहुन्छ, चाइना इन्डिया पछाडि, चाइना इन्डिया अनि भुटान, वेस्टर्न अस्ट्रेलियाको कुरामा गरेँ मैले।
हाम्रो यहाँको कुरा अब इन्डियन कम्युनिटी भुटनिज र पछाडि हामी नै हो कि जस्तो लाग्छ अलिक बिगर नम्बरमा 40-50,000 अराउन्डमा हामी पनि छौँ होला। अब यो नम्बर भइरहँदाखेरि कन्स्ट्रक्सन सेक्टरमा मैले राम्रो प्रस्पेक्ट देख्छु। जो पनि हाम्रो साथीहरू कन्स्ट्रक्सन सेक्टरमा लागिराख्नु भएको छ उहाँले यदि कम्युनिटी वाइज सबैलाई बोकेर हिँड्न चाहिँ बिजनेसमा बोक्नु परेन निड फुलफिल गर्नलाई। कन्स्ट्रक्सनलाई छोडेर कम्युनिटीवाला कुरा गरौँ न अलिकति। के छ तपाईँको कम्युनिटीसँगको एक्सपेक्टेसन अथवा चाहिँ एक्सपेक्टेसन त नभनौँ, पर्सनल एक्सपिरियन्स कस्तो रह्यो? राम्रो छ सर। नेपाली कम्युनिटी पहिला म 2021 आउँदाखेरि थोरै हुनुहुन्थ्यो, थोरै मेरो लागि चाहिँ थोरै हुनुहुन्थ्यो। तर पहिला हाम्रो जस्तै 1998 2002 अराउन्डमा आउने मान्छेको लागि त 2021मा ग्रो भइसकेको थियो। म सिडनीबाट यहाँ मुभ हुँदै गर्दा मेरो लागि चाहिँ कमै हुनुहुन्थ्यो। तर 21देखि अहिलेसम्म 26सम्म हेर्नुहुन्छ भने इट्स डबल। एटलिस्ट 10 जना हुनुहुन्थ्यो भने 20 हुनु हो, 20 हुनुहुन्थ्यो भने 40 हुनुभयो। अनि हाम्रो कम्युनिटी पनि असाध्यै हेल्पफुल छ, राम्रो कम्युनिटी छ। परेको बेला सबै एक ठाउँमा आउनुहुन्छ। जस्तै नाभा एनआरएनए हाम्रो एनआरएनएमा भएका नाभामा भएको जति पनि नेतृत्वहरू हुनुहुन्छ। जस्तै हाम्रो नेप्लिज एउटा मन्दिर पनि बन्दैछ। यो कम्युनिटीहरूका डिफ्रेन्ट एक्टिभिटिजहरूलाई यसो हेर्दाखेरि होमली फिल नै नेपालमै छौँ क्या हो। गतिविधि हेर्दाखेरि कहिले कहिले चुनाव पनि लागिरहन्छ अनि कहिले कहिले विभिन्न कल्चरल प्रोग्रामहरू गरिरहनुहुन्छ। राम्रो छ। लिडरसिप बडीमा जाने सोध्नु भएको छ र? अब अहिले नै त सोचेको छैन, तर अब इफ आवश्यकता पर्यो, अब जस्तो तपाईँ नै आउनुहुन्छ भन्नुभयो भने भोलिन्टियर गर्ने अर्गनाइजेसन हो। विशेष गरी टाइम मेन कुरा टाइमको गर्नु पर्यो। टाइमको कुरा मैले चाहिँ जसले टाइम दिइरहनु भएको छ उहाँलाई रेस्पेक्टै गर्छु। त्यो होइन, ह्युज रेस्पेक्ट। उहाँले सबै कुरा फ्यामिली, काम अनि तपाईँको कम्युनिटीको कामलाई समेत म्यानेज गर्न इट्स अ टफ जब, डिफिकल्ट छ। तर जसले गरिराख्नु भएको छ, फेरि यो तपाईँले नेतृत्वको कुरा गर्नुभयो, त्योभन्दा पनि कम्युनिटीलाई जहाँ आवश्यकता छ त्यहाँ कन्ट्रिब्युट गर्नलाई हामीले लिडरसिप गर्नुपर्छ भन्ने छैन। एक्जिस्टिङ लिडरसिपलाई सफल बनाउनको लागि र उहाँहरूलाई जहाँ जस्तो आवश्यकता टाइम, फाइनान्स र अरू कुराहरूको निडलाई फुलफिल हामीले पछाडिबाट पनि गर्छौँ नि त। त्यो पनि कम्युनिटीको कन्ट्रिब्युसन नै होला। के छ अस्ट्रेलियामा बसेर नेपालको सबभन्दा बढी मिस हुने कुरा चाहिँ? अब फ्यामिली त नो डाउट सबैभन्दा पहिलो कुरा। र सेकेन्ड कुरा के भनेदेखि तपाईँलाई जुन वार्मथ, जुन तपाईँको साथीभाइ हुन्छ नि, यहाँ पनि साथीभाइ बन्नुहुन्छ नबन्ने होइन। तपाईँको बाल्यकाल कसरी बिताएको थियो होइन। जस्तै म अछाममा तपाईँले मलाई अस्ट्रेलिया र अछाम भनेर सोध्नुभयो भने म अछाम नै भन्छु। मैले अस्ट्रेलिया नराम्रो भने होइन कि, तर आफ्नो सेन्टिमेन्टको कुरा आफू जोडिएको कुराले सालनाल गाडेको। नेपालको सबैभन्दा बढी मिस हुने कुरा भने फ्यामिली। यहाँ अहिले हजुरहरू हस्बेन्ड वाइफ हुनुहुन्छ? म र मेरो वाइफ। फ्यामिली चाहिँ नेपालको फ्यामिली मिस हुन्छ। सबैभन्दा धेरै फ्यामिली नै मिस हुन्छ। अस्ट्रेलियन कफी कि नेपाली टी? आई प्रिफर कफी। कफी खान रुचाउनुहुन्छ? त्यो पनि म दुध चिया त्यति नखाने हुनाले पनि होला। बसन्तपुरमा बसेर चिया खाइयो। बसन्तपुरमा खाइयो, तपाईँ इभन ठमेलमै पनि खाइयो, बागबजारका हरेक गल्लीहरूमा चिया खाइयो, अनामनगर खाइयो, पुतलछेका सबै ठाउँ। सिडनी कि पर्थ बस्नलाई? अहिलेलाई पर्थ, तर ओभरअल सिडनी। जस्तै अहिलेलाई भन्दाखेरि अब त यहाँ त युज टु भयो नि त, साथीभाइ सबै कुरा, कामसाम सबै कुराले इट्स भेरी कन्भिनियन्ट। तर ओभरअल कुरा गर्नुहुन्छ, मेरो अब अस्ट्रेलिया जर्नीको कुरा गर्नुहुन्छ भने आई प्रिफर सिडनी। माउन्टेन मनपर्छ कि बिच? माउन्टेन, नो डाउट। म माउन्टेनै नभएको ठाउँमा आउनुभयो त फेरि मेरो कसरी भन्नु, म पाहाडमै जन्मेको। पाहाडमा भनेको हिल न पुरै हिमाल होइन कि, हिल एरियाजमा जन्मेको हुनाले आई प्रिफर माउन्टेन। अब यहाँ बिचमा छ, यो पनि एउटा नयाँ एक्सपिरियन्स हो, तर माउन्टेन गो विथ द फ्लो गरेर। तपाईँहरू हाम्रो एक्सपिरियन्स हेर्नुहोस्, हामी कालामुन्डा कति पुग्छौँ, त्यस हुनाले पनि माउन्टेन त्यही एउटा कालामुन्डा छ पर्थमा होइन त। एनिवे दाल भात कि आई डोन्ट नो, डोन्ट गो विथ एनी अप्सन, दाल भात मनपर्छ होइन। फर्स्ट जब कि करेन्ट जब? करेन्ट जब। फर्स्ट जब चाहिँ ठ्याक्कै के हो अरे तपाईँको? अब मल्टिपल थियो एकैचोटि, अब कतिको नाम थियो ठ्याक्कै फर्स्ट पे रोल आएको चाहिँ भनौँ न। अब मैले यसरी भन्नुपर्दाखेरि मैले कस्टमर सर्भिसमा काम गरेको फर्स्ट जब थियो त्यो। कति पैसा आएको थियो फर्स्ट विक? ठ्याक्कै त बिर्स्यौ सर यार। अब मेबी भाडा तिर्न पुग्थ्यो कि होइन? पुग्थ्यो राम्रै पुग्नुभएको थियो। अस्ट्रेलियामा त कति पैसा बोकेर आउनु भएको थियो? सफिसियन्ट थियो। अहिले यसलाई यसरी भनौँ कि अप्पर लिमिट जस्तै म्याक्सिमम् सिलिङमा जति ल्याउनु मिल्छ त्यति चाहिँ थियो। पाउने जति सबै बोकेर आउनु तपाईँले? म सब पैसा मलाई दुईवटा कुरा कम्फर्टेबल हुनुपर्छ भन्ने कुराले मेरो पर्सनली मेरो ठुलो दाइ मैले चाहिँदैन यदि चाहिँदैन होला भन्दा पनि इन्सिस्ट गरेर होइन राख्नुपर्छ
nobody knows भन्ने। लगेजमा के थियो नेपालबाट आउँदाखेरि? यो इन्ट्रेस्टिङ क्वेसन है। फेरि लगेजमा जे एक्सपेक्ट गरिराख्नु भएको छ त्यो चाहिँ थिएन। भन्न खोजेको नेपाली खानेकुराहरू राखेन। पाउँदैन नेपालमा आउँदाखेरि चाहिँ खानेकुरा। नर्मली नुडल्सहरू ल्याउनु मिल्थ्यो भन्ने थियो त्यतिखेर, ल्याइएन। नर्मल कुराहरू, लुगा, देन केही बुक्सहरू थियो मेरो जुन कहिले नछुट्ने 1-2वटा किताबहरू छन् त्यो थियो। अन्य कुराहरूमा लुगा कपडाहरू। अहिले फर्केर नेपाल जानु पऱ्यो भने लगेजमा के हुन्छ? नथिङ, जस्ट 2 piece of clothes। केही पनि लानु न? नेपालबाट चाहिँ ल्याउने कुरा धेरै थियो। पाएको भए ल्याउनुहुन्थ्यो? त्यतिखेर पनि राखिँदाखेरि पनि निकालेको छ मैले। म त फेरि त्यो ठुलो लगेज बोक्न प्रिफर गर्दैन। सजिलो, कन्भिनियन्ट। मन लागेको कुरा चाहिँ मन लागेको कुरा ल्याउनु मिल्ने भए त आमा बुबाको माया टन्नै लिएर आउँथेँ म। अब यसै पनि छ, त्यो त ल्याइहाल्नु भयो, त्यो ल्याइहाल्नु भयो। अरूको त्यस्तो केही छैन सर ल्याउनु। एनिवे ल, यो रमाइलो गफगाफ भयो। तपाईँ विशेष गरी एजुकेसन सेक्टरमा नि भएको भएर नेपालबाट अस्ट्रेलिया आउने स्टुडेन्टहरू अथवा आउन खोज्ने स्टुडेन्टहरू अथवा चाहिँ पठाउन खोज्ने प्यारेन्ट्सहरूलाई चाहिँ अस्ट्रेलियाको एजुकेसन सेक्टरको एज अ ब्रिफ इन्साइट दिदिनु न। जस्तो वाट सुड दे एक्सपेक्ट, वाट सुड दे प्याक, हाउ मच सुड दे क्यारी, ओभरअल इन्साइट। स्योर। फर्स्ट अफ अल त जो पनि विद्यार्थीहरू, जो पनि स्टुडेन्ट भाइ बहिनीहरू अथवा साथीहरू जो आउनु खोजिराख्नु भएको छ उहाँले दुईवटा कुरा ध्यान दिनुपर्छ। पहिलो कुरा मेरो स्टडी ब्याकग्राउन्ड र मैले अहिले जुन चुज गर्ने सेक्टर मिल्छ कि मिल्दैन, अलाइन हुन्छ कि हुँदैन। यदि अस्ट्रेलियामै फ्युचर खोज्ने हो भने लङ टर्ममा यो कोर्स अथवा यो सब्जेक्ट अथवा यो फिल्डले मलाई कहाँ लैजान्छ भन्ने कुरा पहिला आफै सेल्फ रिसर्च चाहिँ गर्नुपर्छ। अस्ट्रेलिया ल्यान्ड गर्नु मात्रै सबै कुरा होइन, किन भन्दा अस्ट्रेलियाभित्र धेरै कुराहरू छन्। अझै इन्टरनेसनल स्टुडेन्ट इमिग्रेन्ट्स भएर आउँदै गर्दा धेरै कुराहरू जोडिएको हुन्छ। जस्तै रेस्ट्रिक्सन इन द सेन्स कि स्टुडेन्ट भिजा होल्डरलाई वर्क रेस्ट्रिक्सन, अनि स्टडी रिक्वायरमेन्टको एउटा आफ्नै प्याटर्न छ। स्टडी रिक्वायरमेन्टभित्र पनि सर्टेन आवर पर विक, जस्तै 20 घन्टा तपाईँहरूले पढ्नुपर्ने युनिभर्सिटी, कलेज या भोकेसनल एजुकेसन सेक्टरमा गएर ट्रेनिङ सेन्टरमा अटेन्ड गर्नुपर्ने हुन्छ। यो 20 घन्टा मैले पढाइमा इन्भेस्ट गर्दै गर्दा रेस्ट अफ द कुराहरूलाई मैले फाइनेन्स या पर्सनल लाइफ या अझै त्यसलाई अन टप अफ द्याट एजुकेसन मेरो पढाइलाई कन्टिन्यू गर्न सक्छु कि सक्दैन। र मैले 20 घन्टा यसमा र रेस्ट अफ द जति पनि आवर बच्छ त्यो अरू सेक्टरमा इन्भेस्ट गरेर मेरो फ्युचर बन्छ कि बन्दैन। सबैजना त यहीँ बस्नुहुन्छ भन्ने छैन, कोही मान्छे त पढेर फर्किन पनि चाहनुहुन्छ। भोलि फर्किँदाखेरि के लिएर जाने हो त? सर्टिफिकेट मात्रै लिने हो या एक्सपोजर पनि लिएर जाने हो या ह्यान्ड्स अन स्किल पनि लिएर जाने हो? जस्तै मानौँ अब हामी आरटिओमा भएकोले कसैले सिभिल कन्स्ट्रक्सन पढ्न खोज्दै हुनुहुन्छ। सिभिल कन्स्ट्रक्सनको डिग्री लिन त्यति गाह्रो नहोला, तर सिभिल कन्स्ट्रक्सनसँगै डिग्रीसँगै तपाईँलाई स्किल सबै कुराहरू इनसाइड त्यसको अब एक्सपिरियन्सहरू लिन अलिकति तपाईँलाई टफ हुनसक्छ। त्यसको लागि पनि प्रिपेयर हुनुहोस्। कसरी प्रिपेयर हुने भने सिमिलर सेक्टरमा काम खोज्ने। जस्तै अधिकांश के हुन्छ भन्नुहुन्छ भने इन्जिनियरिङ पढिराख्नु भएको हुन्छ, काम चाहिँ किचनमा भइरहेको हुन्छ। आई रेस्पेक्ट देम है, किन भन्दा जेनेरेट गर्नुपर्छ त्यो डिफ्रेन्ट कुरा। मैले त उहाँहरूलाई नराम्रो भने होइन, एकदमै राम्रो कुरा, आफ्नो लागि मिहिनेत गर्नुपर्छ। तर वेन एभर यु आर गोइङ फर सर्टेन सब्जेक्ट, सपोज नर्सिङको कुरा गरौँ, नर्सिङ पढ्ने अनि काम चाहिँ अपोजिट सेक्टरमा नखोजौँ, सकभर सिमिलर सेक्टरमा खोजौँ। किन भन्दा बाई द एन्ड अफ द टाइम तपाईँहरूको पढाइ सकिँदै गर्दाखेरि तपाईँहरूले त्यो सेक्टरको इन्साइडहरू अलिअलि जानिसक्नु भएको हुन्छ। भोलि जबमा इन्टरभ्यू फेस गर्न या अप्लाई गर्न सजिलो हुन्छ। करियर ग्रोथको लागि पनि सहज, करियर ग्रोथको लागि एकदमै राम्रो हुन्छ। र सँगै अर्को कुरा, नेपालबाट आउँदाखेरि रिसर्च एउटा भइहाल्यो। दोस्रो कुरा, लङ टर्म बस्ने हो कि होइन? लङ टर्म बस्ने हो भने डिफ्रेन्ट प्लानिङ चाहियो, सर्ट टर्म बस्ने हो भने डिफ्रेन्ट प्लानिङ चाहियो। लगेज ल्याउँदै गर्दा एयरपोर्ट पुग्दै गर्दा दुईवटा कुरामा केयरफुल हुनु होला। दुईवटा तिनवटा कपाल अफ कुरा भनौँ न, अन्नेसेसरी कुरा नबोक्नु होला। अन्नेसेसरी इन द सेन्स कि हामीलाई ल्याउनु त दाल भटमा सबै कुराहरू खानेकुरा लिएर आउनु मन लाग्छ। अस्ट्रेलियाले मिट आइटम अनि बेसिकली डेरी प्रडक्ट अनि एनिमल प्रडक्ट र तपाईँको अझै काठजन्य पदार्थहरू पनि, काठबाट बनेका सामानहरू पनि रेस्ट्रिक्सन नहुन्छ, त्यो ख्याल गर्नु होला। यहाँ आइसकेपछि एयरपोर्टमा धेरै ग्रिल हुन्छ। अहिले त झन् नेप्लिज ग्रोसरीहरू टन्न खुलेका छन्, यु क्यान चुज एनिथिङ एन्ड यु क्यान गेट एनिथिङ फ्रम हियर। यु डोन्ट निड टु क्यारी अल दिस थिङ्स। प्यारेन्ट्सहरूलाई चाहिँ के भन्नुहुन्छ, एक्सपेक्टेसन कम राख्नु। नम्बर 1 त एक्सपेक्टेसन कम राख्नु पऱ्यो। एक्सपेक्टेसन इन द सेन्स कि बच्चाबाट एक्सपेक्टेसन नहुने भन्ने कुरा त भएन। अलिक चाँडो राख्नु भएन, के गरिदिनु पर्यो? 4 वर्ष कुर्नु पर्यो, करियर राम्रो होस्, राम्रो पढोस् भन्ने एक्सपेक्टेसन राख्दिनु। नेपालमै हुँदा चाहिँ 3 वर्षको फाइनेन्सियल प्लान गरेर पठाउनु पर्छ कि यहीँ आएर गर्ने? अब त्यो पनि डिफिकल्ट छ सर। हाम्रो नेपाली सबै हामीहरूलाई सबै त्यो हुन्छ नि, अब डलरमा 80-90,000 अथवा 100,000 पे गर्ने क्यापेसिटी सबैसँग होला नहोला। तर पनि बच्चाले पढुन्जेल एटलिस्ट फाइनेन्सियल कुरामा
ब्याकअप चाहिँ गरिदिनु पऱ्यो। प्रेसर नगरिदिनु होला उहाँहरूले। तपाईँहरूले म बुझ्छु, किन भन्दा हामी सबै एउटै कम्युनिटीबाट आएको, तर फाइनेन्सियल कुरामा मैले फेरि पनि भन्न खोजेको र अधिकांशले बुझ्नुभयो होला। अब यसलाई खुल्ला रूपमा भन्दा अर्को अर्थ जाला। फाइनेन्सियल कुरामा आफ्नो बच्चाबच्चीसँग एक्सपेक्टेसन पढाइ छाउन्जेलसम्म चाहिँ नराखिदिनु होला। पढाइसकिसकेपछि लाइक देयर अलवेज देयर फर यु। एकदमै मिठो कुराकानी भयो दिनेशजी। विशेष गरी आरटिओ सेक्टरको बारेमा, अस्ट्रेलियन लाइफको बारेमा। तपाईँ अस्ट्रेलियामा ल्यान्ड भएर 18-19 थरी अड जबहरू गरिसकेपछि नै अहिले यो करियरमा आइपुग्नु भएको छ, करियर ग्रोथ भएको छ। नयाँ आउने स्टुडेन्टहरूले चाहिँ जस्तो आफ्नो सेक्टरमा अथवा यो सेक्टरमा वाट एभर सेक्टरमा चाहिँ तपाईँको करियर ग्रोथ गर्नलाई के हो, कन्सिस्टेन्सी हो कि के हो चाहिने? यो प्रश्नको सिधा उत्तर त हुँदैन जस्तो लाग्छ मलाई। तर पनि मलाई मेरो पर्सनल एक्सपिरियन्स, अब हामी सबैलाई हेर्दाखेरि के लाग्छ भने वन्स यु ल्यान्ड हियर, फर्स्ट थिङ तपाईँले पढ्न खोजेको कुरा तपाईँको इन्ट्रेस्टसँग म्याच गर्छ कि गर्दैन। अब ल्यान्ड गर्नुभन्दा पहिले सोच्नुपर्छ होइन। पढ्न त मलाई के पढ्न मन लाग्छ, अब मान्छेले चाहना डिफ्रेन्ट कुरा हुन्छ होइन। तर त्यो तपाईँको सिचुएसनसँग म्याच गर्छ कि गर्दैन। सिचुएसन भन्दै गर्दा फाइनेन्सियल कुरा, तपाईँको आफ्नो पर्सनल इन्ट्रेस्टको कुरा म्याच गर्छ कि गर्दैन, अरूलाई हेरेर डिसिजन नलिनु होला। किन भन्दा अस्ट्रेलियामा नर्सिङहरूले एकदमै राम्रो पर्सपेक्टिभ छ भन्ने बित्तिकै मेरो इन्ट्रेस्ट पर्सनली म नर्सिङमा जिन्दगीभरिमा त्यो नर्स काम गर्न सक्छु कि सक्दैन भन्ने सोच्नु पर्यो। मेरो साथी एकजना हुनुहुन्छ इन्जिनियरिङमा असाध्यै राम्रो गर्नुभएको छ, म पनि इन्जिनियरिङ नै पढ्छु, त्यस्तो नगर्नुहोस्। तपाईँको आफ्नो पर्सनल इन्ट्रेस्ट छान्नुहोस् अनि त्योभन्दा पछाडि आफूलाई त्यसमा इन्भेस्ट गर्नुहोस्, नम्बर 1 कुरा। नम्बर 2, तपाईँ अस्ट्रेलिया ल्यान्ड भइसके पछाडि 2टा कुरा खोज्नुहोस्। के खोज्नुहोस् भने नेटवर्किङ, आफूले पढिरहेको र आफ्नो इन्ट्रेस्ट भएको सेक्टरमा नेटवर्किङ बढाउनुहोस्। र सिमिलर कम्युनिटी, अब हाम्रो नेपाली कम्युनिटी त छँदैछ, कम्युनिटी इन द सेन्स कि वर्किङ कम्युनिटी भन्न खोजेँ मैले। इन्डस्ट्रियल कम्युनिटीमा पनि आफ्नो कनेक्सनहरू बढाउनुहोस् अनि स्किलहरू डेभलप गर्नुहोस्। यहाँ सर्टिफिकेटले जागिर पाउँदैन है, धेरै कम होला। एकदमै धेरै रिकमेन्डेसन चाहिँ चल्छ, रेफरेन्स नभइकन हामीले धेरै कामहरू गर्दैनौँ। हो, अझै रेफरेन्स विथ स्किल, रेफरेन्स प्लस स्किललाई यसलाई प्रायोरिटीमा राखौँ। अनि सेल्फ इन्भेस्टमेन्ट धेरै गर्नुहोस्। सेल्फ इन्भेस्टमेन्ट भनेको अझ फेरि जोडिन्छ स्किलसँग र तपाईँहरूको आफ्नो प्यासनसँग फलो गर्नुहोस्। अल द बेस्ट टु अल द न्यू कमर्स है। तपाईँहरूलाई कहिले पनि सल्लाह सुझाव चाहियो भने कम्युनिटी छँदैछ, हामी पनि कम्युनिटीको पार्ट नै हो। एक्टिभली नलागेको पनि लाग्यो भने होइन, अब भोलन्टियर बिहाइन्ड द सिन छौँ, बिहाइन्ड द सिन छौँ अभियसली। थ्याङ्क यू भेरी मच दिनेशजी। आजको गफ एकदम रमाइलो भयो। विशेष गरी तपाईँको अस्ट्रेलिया आउनुभन्दा अगाडिको लाइफदेखि अस्ट्रेलिया र अहिलेसम्म हालको अवस्थामा आउन्जेलसम्मको स्टोरी इन्सपायरिङ हुनसक्छ धेरैजना नयाँ आउने युथहरूको लागि। थ्याङ्क यू सो मच सलिसी, धन्यवाद। थ्याङ्क यू भेरी मच दिनेशजी, थ्याङ्क यू भेरी मच।